AITIA and this Midwestern University and the team for providing me this opportunity. एउटा हामीलाई कम्पेरेटिभ एडभान्टेज के छ अहिले भने यो सेसनमा हामीले तोकिएको मध्ये माओवादी केन्द्रका नेता पूर्व उपप्रधानमन्त्री परराष्ट्र मन्त्री नारायण श्रेष्ठजी आउनु भएको छैन तर टाइममा अलिकति हामीलाई कम्पेरेटिभ एडभान्टेज छ सेसनको हिसाबले तर फेरि हाम्रो अर्को चुनौती के छ भन्दाखेरि यो तेस्रो सेसनको कार्यक्रम 11:30 बजे तोकिएको कार्यक्रम अहिले हुँदाखेरि 3 बज्यो पौने 3 त्यसैले हामीले फेरि त्यतिकै अगाडि दौडाउनु पनि पर्नेछ र यहाँ आयोजक साथीहरूले मलाई बारम्बार भनेको चाहिँ के छ भने तपाईले चाहँदा र यसो वक्ताहरूलाई हाम्रो प्यानलिस्ट हेर्दाखेरि अलि छिटो सक्न सकिन्छ भन्ने हुनाले मलाई पनि ठिकै लाग्यो त्यसैले म धेरै कुरामा प्रवेश नगरिकन म फर्मल कार्यक्रममै म अगाडि बढ्न चाहन्छु मलाई एउटा खुसी के लागेको छ भने म एकदम यो एमिनेन्ट चाहिँ प्यानलिस्टहरूसँग यो अवसर मैले पाएँ मोडरेट गर्ने विषय असाध्यै झट्ट हेर्दा स्क्रुटनाइजिङ नेपाल्स प्रेजेन्स रिजनल इन्टरनेसनल फोरम भन्ने छ यहाँ तोकिएको के रहेछ भने मैले हेरेँ यहाँ पछाडि हेर्दाखेरि चाहिँ अघि एमसिसी गर्दा पनि मैले भन्नुभएको थियो सार्क बेबिस्टिक BBIN UNO अनि WTO IMF AIIB र वर्ल्ड ब्याङ्क लगायतको के प्लस तल के जोडिएको छ भने बियोन्ड इमिडिएट नेबर्स एन्ड थर्ड नेबर पोलिसी भन्ने पनि रहेछ त्यसैले मलाई एउटा चाहिँ अप्ठ्यारो के छ अहिले यो मोडरेट गरिरहँदा पनि तीनजना असाध्यै दिग्गज आफ्नो क्षेत्रमा नाम धेरै चल्नु भएको र हामीले बारम्बार सुनेको मात्रै होइन उहाँले लेखेका आर्टिकलहरू पनि धेरै पढेर हामी दीक्षित भएको अझ म त अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी बन्दै गर्दा धेरै उहाँलाई सुनेर त्यसैबाट आफूलाई अलिकति बुझ्छु कि भन्ने तहमा आउँदै गर्दा र सेयर गर्न मञ्चमा मोडरेटको रूपमा मलाई सजिलो मलाई एकदमै आई फिल प्राउड टु बी पार्ट अफ दिस प्यानलिस्ट तर चुनौती चाहिँ के हो भने यो उहाँहरूलाई मैले कसरी यो विषयमा यो यहाँले बोलिदिनु भनेर भन्नु मलाई गाह्रो छ त्यसैले म के गर्छु होला भने मलाई के लाग्छ त भन्दाखेरि यो टाइटल गिभन टाइटलमा उहाँहरूले बोल्नुहुन्छ त्यो बोल्दा अब त्यसमा आफ्नो अलिक बढी दक्षता केही छ भने त्यो सँगसँगै यसो जोडिएर आयो भने राम्रो हुन्छ भन्ने लाग्छ म त्यसले विदाउट एनी फर्दर डिले यो अघि हामीले एउटा समझदारी जस्तो के गरेका छौँ भन्दाखेरि यो सेसनमा को अध्यक्षता पनि र किनोट स्पिकर पनि मधुरण आचार्य सर हुनुहुनेछ भन्ने हामीले यो समझदारी गरेका छौँ म त्यो अनाउन्स गर्न चाहन्छु त्यस पछाडि सम्बुराम सिन्हा सरले के भन्दै हुनुहुन्थ्यो भने अलिकति मेरो केही कारणका कारणले म पहिलो बोल्न पाएँ हुन्थ्यो भनौँ नभन्दा नाम पनि उहाँको पहिल्यै छ त्यसैले म त्यसरी नै फलो गर्छु भनेर विश्वरी सरको सँगसँगै हामी अगाडि बढ्छौँ मलाई के लाग्छ भन्दा सबभन्दा पहिला मैले एउटा कुरा खालि म यो मोडरेटर उहाँहरूको परिचय त सबै चिन्नु भएको छ म परिचयमा त्यसरी पुरै पढ्दैन तर के भन्छु भन्दाखेरि अब मधुरमण सरको बारेमा हामीले सबैले चिनेका छौँ म पूर्व परराष्ट्र सचिव हुनुहुन्छ र स्थायी प्रतिनिधि संयुक्त राष्ट्रसङ्घका लागि हुनुहुन्छ र मैले यदि चाहिँ गलत बुझाएको छैन भने उहाँले आफ्नो लेखनी पुस्तक लेखनीमा एउटा फिदर थप्दै हुनुहुन्छ सायद चाँडै बजारमा आउँछ पनि होला मलाई लाग्छ त्यो पढ्न पाइयो भने हामीलाई धेरै दीक्षित हुन्छौँ धेरै अनुभव प्लस अरू धेरै पर्सपेक्टिभ पनि आउँछ होला त्यस पछाडि शम्भुराम सरको बारेमा पनि उहाँ यो उमेरमा पनि अहिले रेगुलरली उहाँले विद्यार्थीहरूलाई पढाएको मैले देखेको छु र उहाँले चाहिँ अब यहाँ मलाई एउटा अर्को चाहिँ के लाग्छ दुईजनाको संयोग पनि कस्तो पऱ्यो भने म सम्पादक भएको नेपाल घरनापेज.com भन्ने एउटा न्युज पोर्टल छ त्यसमा चाहिँ मैले दुईजना सरलाई यो सुरु गर्दै गर्दा पनि अलिकति परामर्श पनि लिएको थिएँ उहाँले लेखिदिनु पनि भएको छ अहिले पनि लेखिदिनुहुन्छ त्यसर्थ मलाई यो एउटा संयोग पनि गजबले लागेको छ र विश्वरी सर जापानको लागि ठुलो राजदूत हुनुहुन्छ म केही पनि अगाडि दुईवटा कुरा खालि मैले यो छलफलका लागि मैले भन्नै पर्छ मोडरेट विषयमा म त दुईवटा मात्रै कुरा गर्छु एउटा चाहिँ यहाँ लेखिएका विषयवस्तु सँगसँगै सार्कको प्रस्तावित 19औं शिखर सम्मेलन जो पाकिस्तानमा चाहिँ त्यसको त्यो सम्मेलन स्थगित भयो र नेपाल अध्यक्ष गर्न राष्ट्रिय हैसियतले नेपालको भूमिका कस्तो रह्यो भन्ने सन्दर्भमा धेरैतिर चर्चा भएको छ यो बारेमा म धेरै त भन्दिनँ तर मलाई लाग्यो के भने कमसेकम पनि यतिको एमिनेन्ट प्यानलिस्टहरूले बोलिदिन त्यो कुरालाई त ब्याकमा राखिदिनु भयो भने नेपालको भूमिका त्यो सार्क सम्मेलनको सन्दर्भमा अध्यक्षता गर्ने राष्ट्रियको हैसियतमा नेपालको भूमिका कस्तो रह्यो नेपालले कस्तो भूमिका खेल्नु पर्थ्यो
हाम्रा तीनटा लगातार केही स्टेटमेन्ट हामीले हेऱ्यौँ भने हामी कता कता त्यो कोहेरेन्स देखिँदैन। भनेपछि हामी कसरी अगाडि बढ्यौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने त्यो पनि आउनुपर्छ भन्ने मेरो बुझाइ छ। अर्को चाहिँ हामी AIIB को फाउन्डर मेम्बर पनि हौँ, SCO को डायलग पार्टनर पनि हौँ। हामी चाहिँ एउटा यस्तो जियोपोलिटिकल लोकेसनमा हामी छौँ जहाँ दुईटा देशको प्रतिस्पर्धा, मैले धेरै त्यो 3C भन्छु, त्यो मेरो मैले आफूले बनाएको फर्मुला मात्रै हो। चीन र भारतको व्यापारमा समन्वय, कोअर्डिनेसनको सम्बन्ध छ, अनि स्ट्राटेजी र पोलिटिक्समा कता कता त्यो प्रतिस्पर्धाको सम्बन्ध छ। त्यसलाई कता कता हामी इन्भेन्टिभ शत्रुता पनि भन्न सकिएला एउटा तहमा। र जलवायु परिवर्तन जस्ता कतिपय विषयमा पनि समन्वयको सम्बन्ध पनि छ। अर्थात् 21औं शताब्दी चाहिँ एसियन शताब्दी हो भन्ने कुरा आयो भने चीन र भारत एकै ठाउँमा उभिहाल्ने, किनभने त्यो अघि हामीले त्यो वेस्टर्नाइजेसनको पनि कुरा धेरै गरे हुनाले त्यो पनि छ। त्यसैले तर फेरि सँगसँगै यसो हामीले हेऱ्यौँ भने हाम्रो नेपाल चाहिँ दुईटा त्यस्तो महत्त्वपूर्ण देशहरूको बिचमा राख्यो। संसारले चीनलाई हेरेर आफ्नो पोलिसी बनाउने, संसारले भारतलाई हेरेर आफ्नो पोलिसी बनाउने, अमेरिकाले स्ट्राटेजिक पार्टनरसिप चाहिँ भारतसँग कायम गर्ने 2008 को नेप्ली एग्रिमेन्ट पछाडि, अनि भारत मार्फत कता कता हुन त कन्टेनमेन्ट अफ चाइना भन्यो भने अलिक पुरानो खालको टर्मिनोलोजी भयो होला। तर मलाई के लाग्छ काहीँ न काहीँ भारत चीनलाई नियन्त्रण गर्ने खालको त्यो चाहिँ त्यसको चाहिँ एसियन साझेदारी को त भन्दा भारत, अस्ट्रेलिया, जापान यो टाइपको जुन खालको त्यो ग्लोबल डिप्लोमेटिक अर्डर अलिक सिफ्ट भएको देखिँदैछ नि, त्यो सन्दर्भ पनि काहीँ न काहीँ रिजनल को प्रेजेन्समा, नेपालको प्रेजेन्समा त्यो आउनुपर्छ भन्ने मलाई लाग्छ। सार्क नेपाललाई चाहिने हो कि होइन, नेपाललाई चाहिने हो भने हाम्रो भूमिका कस्तो हुनुपर्छ, अथवा सार्कलाई माइनस गरेर BBIN को जुन अवधारणा बाहिर आएको छ पाकिस्तानलाई आइसोलेट गर्ने ढङ्गले, त त्यो के हो, यी विषयलाई पनि ध्यानमा राख्दै अगाडि बढ्नुपर्छ होला। मैले अघि भने धेरै नबोल्दा पनि धेरै बोलिहालेँ मैले। म अब डक्टर सङ्ग्राम सिंहडाज्यूलाई आफ्नो प्रस्तुतिको लागि अनुरोध गर्दछु। प्यानलका साथीहरू र उपस्थित भद्र महिला तथा सज्जनवृन्द, ladies and gentlemen. In fact, on the actual topic assigned to us, to this panel, I have very, very short comments. So before I make those short comments, I'd like to begin by expressing my happiness for being here, for a number of reasons, but most importantly because of both the actors and the activity related with this particular program. Actors because oftentimes, these days I'm very reluctant to participate in many seminars and workshops of this nature, because I often look at that as a story where, imagine one of the bus stations. I mean, of course, most of you don't ride buses, you ride your own car, so maybe you don't quite appreciate the joke. But imagine one of the bus stops, and in that bus stop, there is a new machine that tells you, if you put a coin, that tells you what's your name and where you are going. So a certain passenger who is on a certain bus comes and buys his ticket, and then he has a few minutes left, so he just strolls around the station and sees this machine where it says, ₹1 को ढ्याक हालिदिनुहोस्, तपाईको नाम र तपाई कहाँ जाने म भनिदिन्छु। मेसिनले त्यसो भन्छ। भनेपछि चाहिँ one particular passenger goes and puts the coin, र त्यो मेसिनले तपाई रामबहादुर, तपाई 2:30 को विराटनगर जाने बसमा जाँदै हुनुहुन्छ भनेर आफै भन्छ। त्यो मान्छे चक्कर आउँछ र एकछिनपछि फेरि फर्केर आएर होइन भएको त फेरि एकताले सुन्नु पर्यो भनेर अर्को एउटा कोइन हाल्छ। मेसिनले फेरि पनि त्यही भन्छ। दिमाग झन् चक्राउँछ। अनि तेस्रो ताली आएर फेरि एकताल त यो पत्ता लगाउनै पर्यो के हो त कारण भनेर हाल्छ। तेस्रो पटक मेसिनले के भन्छ भने तपाई मान्छे त रामबहादुर नै हो, तर त्यो विराटनगर जाने 2:30 को गइसक्यो, छुटिसक्यो तपाईको। भने मिसिङ द ट्रेन भन्छ नि। अब तिनै कुरा 20औं-30औं वर्ष भइसक्यो। भन्या छ, लेख्या छ, बोल्या छ,
तर कतै सुनै हुँदैन। र अहिले तपाईले ठुला नेता हाम्रो सत्ता र शक्ति सञ्चालन गर्ने प्रमुख कर्ताहरूको स्वयंको भाषण सुन्नुभयो भने आज देश कुन स्थितिमा पुगिसक्यो भनेर उहाँहरूकै मुखबाट सुनिन्छ। हेर्नुहोस्, तर त्यो कुरा प्रत्येक बारेमा भनेको छ। र त्यस्तै फरेन पोलिसीको बारेमा त त्यस्ता कुनै विषय छैनन् जसको बारेमा चाहिँ 46 सालको राजनीतिक परिवर्तनपछि फरेन पोलिसीका एलिमेन्ट्स के हुन्, त्यसका सेन्सिटिभिटीहरू के हुन् र त्यसलाई करेक्ट कन्डक्टको लागि के गर्नुपर्छ भन्ने कुरो नलेखेको प्रस्तुत छ, एभिडेन्स छ। काठमाडौँ पोस्ट र चाहिँ नि माई रिपब्लिका र हिमालयन टाइम्स त त्यति गाह्रो छैन, त्यही पब्लिस छ। अरू त कुरो छोड्नुहोस्। भन्दाखेरि मैले भने आई जनरली डोन्ट इन्जोय दिस डेज in participating forums of this nature. But I find it a bit different, as I told you, because of the actors and activity. Actors, because I was so delighted that a young man was one of my students, very bright students, stand here and articulate some of those things that I've taught in classes. And the presence of such a large number of young generation, because the discourse of foreign policy, traditionally, तपाईँहरूको larger topic मा यहाँ भन्नुभएको छ revisiting. अब यो topic हेर्नुहोस्, यो revisiting Nepal's foreign policy is a topic of such significance कि त्यो टपिकलाई आवश्यक पर्ने डिस्कोर्स, discussion, debate and discourse. I mean, often discussion is a relatively light process. त्यसपछि अलि घनीभूत भयो भने डिबेट भयो, अनि really in depth thinking भयो भने डिस्कोर्स। त्यो लेभल अफ डेप्थ जुन आवश्यक पर्ने हो त्यसमा चाहिँ यङ जेनेरेसनको त्यो जो इन्ट्रेस्ट छ त्यसबाट आई एम रियली डिलाइटेड एन्ड इट पार्टली जस्टिफाइज माई रिटर्न initially starting my career from the academic world, then gallivanting around in so many different places, and then in a way, in a light form, returning back to exchange ideas with the young generation. That is what gives me hope. So that way I'm very happy. And of course the topic itself, as I told you, is very significant. Now on this specific issue of what you have identified for this session, of Nepal's effective participation in regional and international organizations, I told you I don't have much on it, except to say there is no effective participation. Except perhaps our involvement in peacekeeping in the United Nations, Nepal's role on the whole in regional and international organizations are very lethargic and routine. And the coordinator identified one or two elements that he would like us to touch upon. So SAARC is an example. When we were getting ready for the 18th SAARC summit, as one of the members of the preparatory committee of the government, right on the first meeting, my view was, well, let the government tell us, are we happy with business as usual? Or are we interested in some incremental changes? Or do we need structural review of the whole SAARC exercise? And that was very important for Nepal to engage in that kind of a discourse. You know why? Because
The Secretary General was from Nepal. The Secretariat is in Nepal, and the political chairmanship of SAARC also belongs to Nepal. So today, only yesterday, in another forum, I was introduced to the recently arrived Secretary General of SAARC. And when he was talking to me, he told me, please try and help us revive the SAARC process. That itself, where SAARC stands today, is an example. And of course, as chairman, he said, you know, Nepal is the chairman. So Ambassador, you know, you have to help me to revive this process. And it's true. If SAARC's failure today, the largest responsibility lies with us. As I told you, because we are chair, we have the Secretariat, until recently the Secretary General was ours. So that is where we are. On the United Nations, as PR to the UN, and one of the individuals occupying the highest position as Nepal's representative in the United Nations. Again, I find it the same way. And the tragedy is why? You know, there was a lot of discourse on what is the problem. The problem is simple. Foreign policy is defined as the application of national power for the promotion and protection of national interest. The trouble with us today is our national power is in great decline, because historically Nepal's national power has been put through some tests and it has endured. And yet today that national power is in serious decline. And the reason is because we are stuck in a confusion, even inability to agree on the basic elements of our national interest. So when I told you the reason why I don't write these days much, why I am not really interested in attending too many, is I want to take you back almost 30 years after the political changes of 1990. To be exact, 18 December 1991. I have a piece called Continuity and Change in Foreign Policy. There was a discussion this morning about foreign policy and national interest. And of course, a little bit of a misunderstanding that there are, of course, national interest has continuing and permanent features. But who defines national interest? There is a very well-known term called the worldview of the ruling elite. So there are also dynamic elements of national interest. And of course, the fusion of the two and its promotion and protection are the principal responsibilities of the foreign policy establishment. And of course, as part of a very distinguished part of that establishment, the gentleman who is chairing our present session, I'm sure he will delve more on that. So having said that, ultimately, very recently, there was a meeting of what they call South Asian think tanks. Consortium of South Asian think tanks. And they asked me to come and inaugurate the program. There was heads of think tanks from all South Asian countries. And of course, the single most important challenge that I find in terms of the challenge of South Asia is hungry stomachs and angry minds, if managed and channeled well, is the best resource for positive transformation.
And yet, if unable to manage that same thing, it can be disastrous. And today, those who are hungry stomachs, the majority of our youths are in the Gulf region. And those with angry minds, instead of getting involved in national affairs, are mostly in US and Australia. So that is why, in terms of changing our foreign policy, bringing those back and getting them involved in the affairs of the state and society, and contributing to the positive transformation that we all want, is the biggest challenge of the nation and partly of our foreign policy. And to that end, as a gathering of mostly youths, run by youth leaders, I wish this gathering all success, and very happy to be a part of this. Thank you very much. For your presentations. मलाई यो बुरी डेलिभरेसन पछाडि उहाँले यस्तो भन्नुभयो भन्ने कुरा अलिकति मैले खालि मेरो प्र्याक्टिसमा मलाई अलि अप्ठ्यारो लाग्छ, तर म त्यतातिर जान्न। म अब डाक्टर विष्णु हरि नेपाललाई बोलाउँछु। म बोलाउनुभन्दा अगाडि म आउँदै त हुनुहुन्छ, म दुईवटा कुरा मात्रै गर्छु, मलाई सजिलो पनि हुन्छ भनेर। यो रिजनलिजम अथवा हामीले सब रिजनलिजम अथवा सार्क BBIN विभिन्न फोरमहरूको कुरा गरिरहँदा त्यो फोरम ती मञ्चहरू कसरी बन्छन्? जस्तो मलाई एउटा के सम्झना छ भने सार्क स्थापना हुँदा बङ्गलादेश र नेपालको अलिक बढी किन भूमिका भयो? किन इन्डियाले रिलक्टेन्ट देखियो सुरुमा, पछि चाहिँ नै त्यो सुनिश्चित गरेर तब कसरी आइपुग्यो? एउटा आसियानको सन्दर्भमा पनि त्यस्तै हो मोडल। अब अहिले आएर चाहिँ यो हेर्नु भने ब्रेक्जिट पछाडि हामीले अघि धेरै कुरा आइसक्यो। अब त्यो ग्लोबलाइजेसन जसको हिजो जसले त्यसको एडभोकेसी गर्यो त्यो चाहिँ नै रिभर्स गियरतिर जाने र चीन चाहिँ आएर ग्लोबलाइज वर्ल्डको लिड गर्न खोज्ने। ठ्याक्क हामीले यसो डोनाल्ड ट्रम्पले जे बोल्नु भएको छ, जे गरिराख्नु भएको छ, र सी जिनपिङले जे बोल्नु भएको छ, गर्नु भएको छ, यसो हेऱ्यो भने हामीले कता कता त्यो उहाँहरूको त्यो चाहिँ फिचर्ससँग अलिक फरक ढङ्गले मुभ भएको देखिन्छ। त्यसै यसको इम्प्याक्टहरू के पर्छ र नेसनल इन्ट्रेस्टको कसरी हामी चाहिँ प्रोटेक्सन गर्न सक्छौँ त्यो रिजनलिजममा? त्यो सँगसँगै सरको प्रेजेन्टेसन आइदियो भने हुन्छ। मैले अघि टाइम भन्न बिर्सेछु, हामीले चाहिँ 10 मिनट भेटेका छौँ, किन हामीले पछि फ्लोर डिस्कसनमा पनि टाइम छुट्याउनु पर्ने भएर म बेसी गर्ने वर्ष लागेर गर्दैछु। Thank you, Mr. Moderator. My panelist friends, distinguished participants. As moderator has given me some additional tasks. I focus rather the morning session to start. Dr. Nirmal Adhikari. I like to add my information on our national heritage and the civilization. The first pole, hard power, soft power. Third pole is already with us, the nature, the Mount Everest. And we had the fourth pole. That is not explained, in fact, it should be the first pole. Nepal had a history of 4.2 million years, not only 240 or 2,000 years. So, in Shakti Yuga, Nepal was known as Satyavati. Treta Yuga, she was known as Tapubhumi. Dwapar Yuga, Mukti Sopan. Kali Yuga, Nepal. And all Yugas, Nepal was known as Himavad Khanda. We had the dawn of civilization, not on verbal basis, the Mahabharata. No Grantha has been written so far like the Grantha of Mahabharata. It was written in Nepal, in Vedvyas Ashram. And the Ramayana, it was written here in the Valmiki Ashram. It is still living. With these words to respect you this morning session,
I was surprised there is no foreign policy. The whole time, in many conferences and from many scholars I respect, but there is a foreign policy of Nepal. Only consider Nepal's foreign policy, not like Mr. Rameshnath Pandey, that we should also consider the interests of the neighbors. No country considers better than own national interest. I apologize with Mr. Pandey, is my senior. We had the foreign policy. There is the foreign policy. Dr. Rajesh, Mr. Rajesh, Ambassador Rajesh Acharya is here. He had drafted on economic diplomacy, and I had done the summary. This is the note on foreign policy we have. I asked everybody to study the foreign policy. It has been written in 2000. There is no stone unturned on Nepal's interest so far. We discussed today, and my presentation is based on this foreign policy, and this is not against Nepal's constitution. It has come up. It is as per the constitution of Nepal. But practical aspect I would like to touch upon. I'm sure that I will just summarize only. My speech will not be emotional. Just very, based on my 20 years in my research on 5 models that I analyzed the foreign policy of Nepal. Measuring on the basis of the reaching the unreachable model that I did in 90s, and it is peace through production, confidence that our challenges of foreign policy, confidence through cooperation with Atmanirbhar, Antarnirbhar or Paranirbhar. We are little bit, it's not the time of strategy for survival of the Louis Rose or so. We had the time of Himalayan balance of power system like Palmer and Perkins. Vision is important. Everybody was criticizing theory. No, vision is like how the people thought what non-alignment had not thought. This morning, the session there. And conflict resolutions through reconciliation, security, and the summary of this observation, because there is no time, summary is, result is unsatisfactory progression. I give justifications. Paradigm shift in Nepal's foreign policy, sideline. I use the word sideline because it was the first time in Nepal's history. It depends upon time. I don't agree again with Rameshnath Pandeyji that foreign policy is always stable. No, it must run as per time and the situation and the geopolitics of the country. There was a paradigm shift in Article 1, 6.1. Maintain relation on the basis of merits and demerits of the respective countries. I have given the reference. There is no time to read the reference. And I come to border and implication, practical aspect of our policy, because border diplomacy was a failure. Because I am focusing on international fora, not other background at all, to the point. For example, nobody talked about Nepal was very liberal, but so far Nepal has not been to the international organization, considering the friendship power to great neighbors. Everybody knows our friends help us during our crisis. Our success is simple. It is more than 2 years. How we maintain the international tour. My result. Development bills or LDC, for example, landlord article, because it has been all mentioned in the 2068 foreign policy and the development pattern. I have given the reference. International donors' money, the development budget spending. I'm very sorry
foreign secretary, and not only foreign ministry, the whole government. We have had friends. We had, even today, even China donated $8.2 billion or more. But again, the 12 to 15% of the spending of development project, I'm very sorry, my prognosis says this is also shameful. We must be careful. Article, this is 629, ethnic diplomatic effort to declare Buddha. It doesn't cost money. We had the international conference on, and I wrote to Modi ji, in fact, in this regard, because I was helpless from my government. And because it is the property, Buddha is the property of the world, not only of Nepal. There was a proposal, very original proposal from Nepal, Buddha, to be declared Buddha, the light of the universe, to be taken to the United Nations. Even our international Buddhist conference, it did not cost money. It is not a personal property now. It is the property of the nation. Sometimes we need our horizon to be broadened. And International Buddhist Conference also could not do that. But, for example, 1995 this proposal was started. India did October 2002, Gandhi's birthday, declaration of non-violence day. Just 95 we started, but until now we have done nothing. But India, 2002, International October Non-Violence Day, Modi ji came, immediately international yoga day. Where is our diplomacy? Where is our effort? Just we talk about in seminar and give many. I just come to the practical aspect of our foreign policy relating to the international forum. And IBC is the economic diplomacy I defined in the 90s, 40 years EI model. Trade, tourism, transportation, transfer, there is no time. We all know this is very simple, only Sutrikaran is here. But 635, for example, T1, major domestic productions units privatized. Imagine, if there is no production, how can we improve trade? That is how can we have the production? The privatization was a great mistake that Nepal did in the area of production. And because it was not effective, they thought it will be effective, but it was just misused. ADB's support, tourism sector, I think you don't know, many of you, Nepal was the first country to get the ADB support in the tourism sector. Luckily I remember the tourism ministry had appointed me as the national counterpart together with this National Tourism Board policy. So we have the support, but the speed is, I'm sorry, it is a snail speed, I have said. Transportation now, the connectivity question is coming. This is land, air and navigation. Huge loss by neglecting OBO, Nepal government has done. And I should say the transfer of technology, like human resources management, agriculture, social development, health, education. You all know infrastructure, I don't invest much time in it. Now, fair membership, I'm sorry to use this word. I justified fair membership of WTO, BIMSTEC, SHARC, United Nations, IMF. There is a reason why United Nations. IMF, World Bank, ADB, LDC, IID on raising rights of transit during crisis or blockade. For example, blockade. We could not raise any voice. There was a blockade, or by people of Nepal or some other interest, but we had, Nepalese people had the blockade. And fair human resources management, 6,000, more than 6 million. And the ILO, Nexus IOM, I had met the director of the IOM very recently. So Justice 3 is making citizens mercenaries. I'm sorry to use this is the reality. The Gurkhas will take up the pride, but we are making our youth, our citizens, as the mercenaries. So, not followed Article 620 that this foreign policy speaks.
It has been already 6 years. And on Gurkhas and recruitment, for example, the treaty, 1947 treaty that we made between Nepal, India, and the United Kingdom. Now, there is a need of water law in South Asia, and Nepal must take lead together with India for this water law. Following the Helsinki Convention, it has been passed by the Parliament. Now, this is not my property. The whole theory, actually, the studies have been passed by the Parliament, Nepal Parliament. So, it has been 6 years. We had the water issues and conflicts, interstate or intra-state in SAARC countries, need of water laws of fixing upstream and downstream rights. For example, inundation in Nepal due to the construction of 1,700 kilometer long road the other side and this side of Black Border. So there is a need. For example, there are construction laws, India and Nepal, for example. If we talk of the 8-kilometer provision, ask India whether upstream and downstream right question comes here. It is not only between Nepal and India, Indo-Pak, Afghanistan, Pakistan, then other countries. So there is a need of water law. South Asia regional rights, riparian statutes, it had been proposed, but there was no question raised by the government. And we say there is no foreign policy. When there is a foreign policy, why don't we imply it? That's a question. Now, this is we have the property in South Asia, India, Nepal, Eastern Himalayan, it is our resource. There is an imagination that we can have the navigation, because there was also, second Suez was constructed, only $4 billion, 100 kilometers. We have 700 kilometers. I have the vision developed and some outlines that we could navigate waterways 21st century multi-purpose. So here comes moderator, your VVIN. Here in Bangladesh, Bhutan, India, and Nepal, we must work on it together with other international regional organizations. Here, there is a contradiction that this 21st century multi-purpose and this 21st century maritime silk route that China is there. This will connecting to largest markets, economies, China and India, via Ganges to Bay of Bengal, to our river basins, Karnali, Narayani, or Koshi river basins. We can have the navigation. This is an immediate dream project. It will cost about 35. I have also done rough calculations, $35 billion. If some economic corridor comes, it will be very easy. This I spoke. We've got management 21st century multi-purpose project, managing Eastern Himalayan water need, and as for Asian century, in fact, Him Canal, VVIN, and water management in Pak, Afghanistan, Pakistan, India, China, as stakeholders we have the plans, VVIN, SINEC, China, Nepal Economic Corridor. SINEC-AN, China, India, Nepal Economic Corridor. SINEC-AN, China, India, Nepal Economic and Cultural Corridor. SIPEC is the China, Pakistan Economic. China, Pakistan is already $46 billion. Money comes. Only we need a policy. Policy is also in the region. BIMSTEC, for example, these are the CBIM, these are the stakeholders for this purpose, for this Him Canal, I have said. Resource, we have ADB, the World Bank, or shipping companies. When I was ambassador, in fact, I had talked with the Japanese shipping companies. Everybody is ready to invest, provided India, Bangladesh, they will come to Nepal, will come to a conclusion. And collective failures to convince India. This is because we also we have Indian friends. I see Her Excellency the Ambassador also has joined us. We are lucky to this session. So I understand that involving China in South Asia, or together with India, two largest economies, fastest growing economies, that would make South Asia a hub for the Asian century. This is my actually findings of the research. So sharp paradigm shift is, there are only two questions to decide in this region measure.
I have taken it very boldly. South Asia can be a hub for Asian century. Try to convince Modi ji and President Xi Jinping not only read history, but make history through South Asia for Asian century. Two personalities, two very powerful leaders, world leaders. You have to lead the region. You have to lead the region and make South Asia a hub of Asian century. Actually, South Asia and the hub of Asian century. And recommendation, I come because time is very short. You have collected some energy, but I must follow the time. I have made some recommendations for Nepal, now finishing. Advocate UN Security Council permanent seat. I think this is my research when I was doing doctorate. I had a new proposal to the Security Council. Nepal should take interest in it. For LDC, we are 50 members. There should be a permanent seat for maybe, I don't know, 2022, which shall be a developing country or not. I propose Nepal should, and the other countries, because I was chair that time for the permanent. This is a very ambitious proposal. For perhaps the first time in the world that during my research I did. Second is, again, declare Buddha the light of the universe proposal as apostle for peace at UNGA. Stand at the row of the creating UN army. There was so strong debate for the UN army. Nepal must stand. Nepal, India, Pakistan, even developing countries. We must stand for the UN ourselves. We are top 10 contributor to the peacekeeping force from South Asia. We are doing so. Therefore, stand at the row of the creating UN army at UNPKF. So diplomatic skill to manage. Flying, there was during my research, I found that there was a discussion during Dr. Rishikesh Saha's time, when he was our representative. Since then, that making the flying squad, Gurkha squad for the United Nations. I think this proposal is very practical that we could take to the United Nations. And finally, focus economic diplomacy to make Nepal gateway to largest markets, not only for Nepal, to largest markets and fastest growing economies of the world by utilizing, again, SHINEC. I say only one SHINEC, but I emphasize Her Excellency the Ambassador also is here, and our distinguished guest from India is here. Please convince your company for China, India, Nepal economic corridor. Bangladesh is getting $24 billion. Sri Lanka is getting $8 billion. Pakistan is getting $46 billion. Why not? If China and India work together, $35 billion is nothing. Like this, we can have a actually cannon, hip cannon joining. And India has tested it from Varanasi to Haldia. India tested it. I was always debating in the international forum. India tested 2 cargo vehicles from Varanasi to Haldia. I congratulate Modi ji for this. So let's do it. Therefore, this is the fastest growing economies of the world by utilizing SHINEC, and we must join over. We should not. This is international already. Now, I appreciate Prachanda. Earlier government had already promised, but Comrade Prachanda now, I think he is doing some positive interest to join over. This is useful for not only for Nepal, India, whole of South Asia. Now, thank you very much. विश्वरी सरले 10 मिनट टाइम अलिकति बढी दिनुभयो तर प्रेजेन्टेसन राम्रो भयो हुनाले हामीले आनन्द हामीले इन्जोय पनि गऱ्यौँ। मलाई एक दुईवटा कुरा के लाग्यो भने मैले मधुपुरण सरले बोल्नुभन्दा अगाडि खालि मैले 2-3 वटा विषय मात्रै बोल्छु छोटकरीमा। मैले जे आउनुपर्छ भन्दै थिएँ विश्वरी सरको प्रेजेन्टेसनमा त्यो आएको छ। जस्तो 7+1 अहिले त धेरै चर्चा अलिक कम छ। अनि पहिला चाहिँ 7 कुरा गरिरहँदा 7+1 को अवधारणा धेरै आउँथ्यो, धेरै डिस्कस गर्थ्यौँ हामी। नम्बर 1 जसमा चाहिँ चीनलाई पर्यवेक्षक राष्ट्र बनाउँदाखेरि पनि एउटा खालको विवाद बङ्गलादेशको शिखर सम्मेलनमा सबैलाई धेरैलाई याद छ। मैले त्यो पढेको म एउटा मिडिया डेलिगेसनमा भाग लिन पनि गएको थिएँ र कहीँ न कहीँ त्यो हाम्रो जियोपोलिटिकल त्यो प्रतिस्पर्धा नेपालले कुनै
कुनै रिजनल ब्लकको सदस्य हुन खोज्दा अथवा भइरहँदा नहुँदा पनि त्यो खालको एउटा प्रतिस्पर्धा र त्यो इन्भिटी पनि त्यहाँ काहीँ व्यक्त भएको एउटा। अर्को चाहिँ मदनगौडा सर इन्टरडेक्सन पनि बस्नु भएको, परराष्ट्र सचिव पनि हुनुभएको, युएनमा पनि बस्नु भएको। यो युएनको चाहिँ रिफर्मको बारेमा धेरै प्रश्न उठ्छ र अघि विश्वजी सरले बढी एउटा मलाई चाहिँ के राम्रो लाग्यो भने एलडिसीको तर्फबाट पनि एउटा सिट त मागिनुपर्छ सेक्युरिटी काउन्सिलको पर्मानेन्ट मेम्बरसिपको लागि भन्ने कुरा। त्यो कता कता त्यसले काहीँ न काहीँ त्यो कम्युनिटी त्यो नेसन कम्युनिटी अफ नेसन्सको रिप्रेजेन्ट गर्छ भन्ने लाग्छ। युएनको रिफर्मको कुरा गर्दा जस्तो हाम्रो छिमेकी भारतले चाहिँ सुरक्षा परिषद इसाई सदस्यताका लागि चाहिँ लबिङ गरिरहेको अवस्था छ। चीन चाहिँ अलरेडी सेक्युरिटी काउन्सिलको चाहिँ मेम्बर हुँदै छँदैछ भन्दाखेरि अहिले अलिकति कता कता त्यो नेपाल अथवा नेपाल जस्तो हुँदा त्यो भारतको त्यो नोसन धेरै नै उजागर भएर आउँछ र त्यो अलिक कमजोर भएको जस्तो अनुभूति हो कि जस्तो देखिन्छ डिप्लोमेट सरले बोल्दाखेरि। यी सबै विषयलाई समेट्दै यो गिभन टाइटलमा बोल्दिनँ। म आजको अब हाम्रो अहिले अन्तिम प्लस चेयर मदनगौडा आचार्यलाई अनुरोध गर्छु। With your permission, Gopalji, thank you very much. I'd like to be bilingual a little bit, start beginning in English and then maybe switch on to Nepali with the audience. But I also take note that we have our diplomats here and some foreign delegates. I was not supposed to be a keynote speaker. That's why please consider this as some observations because I've not prepared to that extent. So since morning, I've been listening to the deliberations and some thoughts have come up in my mind. So I'll reflect on those. Plus on the topic that is given and the questions specifically Gopalji has asked for questions. I have noted them down. Dr. Singh Khara and Dr. Vishnu Hari Nepal, they have already extensively dealt with in these issues. So I don't want to repeat, as I would like to avoid as far as possible any repetition. एउटा के हुन्छ भने यो फरेन पोलिसीको यस्तो सेमिनारमा आज पनि तपाईलाई होला पहिले हामीले गोरखापत्र पढ्दाखेरि अर्को पत्रिका थिएन गोरखापत्र पढ्यो तलदेखि माथिसम्म सबै गोरखापत्र पढ्नु पर्थ्यो अनि पढिसकेपछि लास्टमा के हुन्छ भने केही छैन भने थाहा हुन्थ्यो केही छैन जम्मै पढिसके केही छैन भने थाहा हुन्थ्यो तर केही छैन भने थाहा पाउन फेरि गोरखापत्र पढ्नु पर्थ्यो त्यस्तै हो फरेन पोलिसीको यो केही छ सबै कुरा गर्दा केही पनि आएन पनि सबै कुरा पनि गर्नुपर्छ त्यसकारणले त्यसरी केही पनि आएन अलिकति पेसिमिस्टिक टोनमा गयो कि हाम्रो नेगेटिभ कुराहरू मात्रै गयो कि भनेर म दुई चार कुराहरू हाइलाइट जहाँ कभर नभएको कुराहरूलाई मैले भन्छु है यसमा अलिकति कभर गरौँ। फर्स्ट मलाई के लाग्छ भने जुन अहिले हामी बिहानदेखि कुरा गऱ्यौँ कि अब एन्टी ग्लोबलाइजेसन प्रोटेस्ट सुरु भयो अब के अरे प्रोसेस सुरु भयो र रिजनलिजमको कुराहरू आयो जियो पोलिटिक्सको रिटर्न हो भने त्यसमा हामीलाई चाहिँ जियो पोलिटिक्स चाहिँ हामीलाई एकदम च्यालेन्ज मात्रै इट्स नट नेसेसरली ओन्ली द च्यालेन्ज geopolitical challenge will be there because if we cannot manage it well, it might become a burden for us. तर geopolitics हाम्रो लागि अपर्च्युनिटी पनि हो भन्ने कुरो सम्झेर चल्नु पर्यो। एउटा कुरा सबभन्दा पहिलो पोइन्ट त्यो म ड्राइभ गर्न चाहन्छु। कसरी भन्दाखेरि हाम्रो नेक्स्ट अहिले नि हामीले हेर्नुहोस् इन्डिया चाइनाको जुन ग्रोथको कुरा हामीले राइजको कुरा गरिरहेका छौँ हाम्रो 1 नम्बर र 2 नम्बरको टुरिस्ट एराइभल इन्डिया र चाइनाबाटै छ। इन्भेस्टर 1 नम्बर चाइनिज 2 नम्बर इन्डिया नै छ। तपाईँ एड पनि इन्डिया र चाइना नै अगाडि आइरहेछ ट्रेड पनि हाम्रो यिनी दुई कन्ट्रीहरूसँग छ एउटा रेमिटेन्स मात्रै हाम्रो थर्ड कन्ट्री पनि इन्डियाबाट त्यो पनि आउँछ अलिअलि इन्डिया पनि पठाउँछ हामीले होइन र हर हिसाबले हामीले चाहिँ नि यो दुईवटा कन्ट्रीहरू हामीलाई इम्पोर्टेन्ट छ र उनीहरूको बिचमा चाहिँ नि कम्पिटिसन पोलिटिकल कम्पिटिसन होला स्पेयर अफ इन्फ्लुएन्सको बारेमा यी कुराहरू भयो त्यो कुरा त्यो च्यालेन्ज आफ्नै ठाउँमा छ बट सम एक्सटेन्ट अफ कम्पिटिसन बिट्विन इन्डिया एन्ड चाइना इज डिजायरेबल एक्चुअली एन्ड मे बी वर्थ वाइल हामीले म्यानेज गर्न सक्यौँ भने अहिले हामीलाई चाहिँ नि दुवैतिरबाट रेल आउने भने होइन दुवैतिरबाट लगानी गरेर हामी लेट्स तिनीहरू फेयर कम्पिटिसनमा चाहिँ आयो भने हामीलाई नराम्रो के छ हामीले म्यानेज गर्न सक्नुपर्छ। अलि जोकिङ टर्ममा भन्यो भने अहिले चाहिँ नि घसौली चमेलीको तेल चढौली लौतो नगरेर भन्छ होइन हाम्रो गीतमा त्यस्तो भन्छ नि घसौली के अरे सिगासेको तेल चढौली केरुको रेल पनि हुनसक्ने पनि होइन किन हामीलाई मतलब यो चाहिँ नि के त भन्दाखेरि यो अब एउटा कुरा चाहिँ त्यो दोस्रो कुरा चाहिँ इन्डिया र चाइना दे आर नट नेसेसरली एडभर्सरियल इन अल काउन्ट्स गोपालजी अलिकति हाइलाइट गर्नुभयो दे आर कोअपरेटिभ
ग्लोबली डेभलप्ड कन्ट्रीको इस्युजहरूमा क्लाइमेट चेन्जमा ट्रेडमा उनीहरूको चाहिँ म्युचुअल स्टेक छ होइन, त्यो ग्रोइङ एप्रोचिङ $1 बिलियन। त्यसमाथि के छ भन्दाखेरि रिजनल कोएक्जिस्टेन्स र रिजनल कोअपरेटिभ कोएक्जिस्टेन्समा उनीहरू चाहिँ गइरहेछ। र अहिले जुन चाइनाको पनि जति पनि डिप्लोमेटिक प्रपोजलहरू आइरहेछ र इन्डियाको पनि आइरहेछ, तिनीहरू म्युचुअली एक्सक्लुसिभ छैनन्। यो कुरा हामीले बुझ्नुपर्छ। जस्तै चाइनाको सिल्क रोड अथवा चाहिँ वन बेल्ट वन रोड हामी जसलाई OBOR भन्छौँ, त्यो र इन्डियाको लुक इस्ट अथवा BBINमा प्रपोज गर्ने दुइटैको अब्जेक्टिभ एउटै छ, बोथ ड्राइभ कनेक्टिभिटी इकोनोमिक इन्टिग्रेसन होइन, त्यो चाहिँ छिमेकहरूलाई चाहिँ कन्फिडेन्समा लिने भन्ने कुराहरू छ। त्यस कारण त्यो चिजहरूबाट हामीले फाइदा लिन सक्नुपर्छ। पहिलो पोइन्ट मैले त्यो ड्राइभ गर्न चाहेँ। अर्को चाहिँ जे अपर्च्युनिटी अहिले हामीलाई आइरहेको छ, इट मे नट बी देयर फर एभर। हामी चाहिँ नि नेपाललाई अहिले चाहिँ हामी भनौँ न अहिले किसिमले चाहिँ नि ट्रान्जिट चाहिँ नि माग्नलाई चिनमा गयौँ, चिनसँग ट्रान्जिट गऱ्यौँ, कनेक्टिभिटीको कुराहरू गर्दैछौँ। तर अब हामी ट्रान्जिट प्रोभाइडर हुन सक्छौँ भन्ने कुरा आइरहेको छ नि, किनभने लिङ्क हुन सक्छौँ, डाइनामिक ब्रिज हुन सक्छौँ, ल्यान्ड लिङ्क हुन सक्छ, ठुला कुराहरू हामी गर्छौँ। त्यो अपर्च्युनिटी इट मे नट बी देयर फर एभर इफ वी डोन्ट युज इट राइट अन टाइम। त्यस कारण हामी फरेन पोलिसीको डिस्कोर्समा यो कुरा ल्याउनु परेको कारण के हो भने अहिले पनि चाइना पाकिस्तान इकोनोमिक करिडोरमा लगानी भइरहेछ। चाइनामा के अरे बङ्गलादेश म्यानमार इन्डियाको चाहिँ नि करिडोरमा लगानी भइरहेछ भनेपछि इन्डिया र चाइना मात्रै गरेर लिपुले खोल्ने कुरा गरिरहेछ। त्यो यदि हामीले यो चिज अहिले दिएनौँ भने यो चिज हामी चाहिँ फेरि हाम्रो प्रयोग गर्दै युज गर्दै भनेर माग्न जानुपर्ने हुन्छ। जुन अहिले हामी प्रोभाइडरको चाहिँ क्यापेसिटीमा बसिरहेछौँ त्यो चाहिँ वी माइट लुज दिस। यो पोइन्ट नम्बर 2 म यो ड्राइभ गर्न चाहन्छु। थर्ड चाहिँ के हो भने देयर इज नो अटोमेटिक स्पिल ओभर, यु हेभ टु एक्ट अन इट। इन्डिया र चाइना चाहिँ ग्रोथ रेट, इन्डिया एन्ड चाइना हेभ बिन ग्रोइङ एट दिस रेट नियरली फर अबाउट अ डेकेड एट अराउन्ड 7 to 8%। इफ देयर वाज अटोमेटिक स्पिल ओभर इट वुड हेभ अलरेडी स्पिल्ड ओभर इन्टु नेपाल। हाम्रो पनि 10% हुनुपर्ने नि। हाम्रो त डबल डिजिट 0.0 पछिको डबल डिजिट ग्रोथ भयो होइन वर्ष 0.77। त अहिले भर्खर 4.5% अलिकति आयो। त्यो अटोमेटिक स्पिल ओभर छैन, यु हेभ टु प्रोएक्टिभली गेन इट। त्यो भनेको के हो भने अब चाइना इन्डियाको बिचमा ल्यान्ड लिङ्क हुन्छु, डाइनामिक ब्रिज हुन्छु या ट्राइलेटरल कोअपरेसन गर्छु भनेर हामी जुन जुन ठुल्ठुला कुरा गर्छौँ नि, इट निड्स टु बी ब्याक बाई इन डेप्थ रिसर्च। नोट इट डाउन इफ समन वान्ट्स टु डु इट। हामीले गरेका छैनौँ यसै गफ गर्ने, यस्तै भाषामा गरेको बाहेक इन डेप्थ रिसर्च एउटा पनि पेपर भेटेको छैन मैले अहिलेसम्म। के छ इकोनोमी, कुन कुन सेक्टरमा गएर कति कति फाइदा हुन सक्छ, कति भ्यालु एडिसन हुन्छ भन्ने कुरा एउटा त्यो गर्नुपर्छ। इट सुड बी ब्याक्ड बाई सिरियस होमवर्क। अब फोटो खिचायो एउटाले मलाई त गोवामा फोटो खिचायो, गोवामा फोटो खिचायो सिद्धि होइन, गोवामा फोटो खिचाएर गोवामा फोटो खिचायो। अब फोटो त्यो मात्रै होइन नि, किनभने अब नेपालको प्रधानमन्त्रीले भारत र चिनको राष्ट्रपति र प्रधानमन्त्रीलाई दायाँ बायाँ राखेर फोटो खिचाउँदा हामीलाई पनि खुसी लाग्छ। तर त्यो त्यहाँ नारामा सकेर अब एउटा दिन एक दिन फेसबुकमा यस्तो ट्राइलेटरल कोअपरेसनहरू जुन पछाडि उनीहरूले डिसोन पनि गरेको छ इन्डियाबाट, त्यो चिजको लागि हामीलाई चाहिँ इन डेप्थ कन्फिडेन्स बिल्डिङ होमवर्क र चाहिँ त्यसको लागि चाहिँ चाहिने तयारी चाहिँ इन्फर्मल डिप्लोमेसी र दुई साइडलाई तयार पार्यो। अहिले त्यो कुरा कता कता कस्तो आइरहेको छ कतिपय प्रपोजलमा इन्डिया र चाइनाको बिचमा चाहिँ म्युचुअली चाहिँ नि त्यहाँ मिलेको छैन। त्यो मिलाउनलाई त हामीले वर्क गर्नुपर्छ। सेकेन्ड नम्बर डिप्लोमेसी चाहिन्छ त्यसलाई। नम्बर 3 इट सुड बी ब्याक बाई एक्सन प्लान। के गर्ने एक्ज्याक्टली 1, 2, 3, 4 कनेक्टिभिटीमा के गर्ने, उसमा के गर्ने, बाटोमा के गर्ने, सर्ट इस्युजमा के गर्ने, अथवा चाहिँ नि इन्भेस्टमेन्टमा के गर्ने, जोनहरू बनाउने हो कि अब चाहिँ नि त्यो जम्मै चिजहरू चाहिँ एक्सन प्लान चाहिन्छ। 1, 2, 3, 4 चाहिन्छ हामीले इम्प्लिमेन्ट गर्ने। 2 वर्षदेखि चिनको बाटो हामीले चाहिँ ठुल्ठुला सिल्क रोडको कुरा गर्छौँ, मेरिटाइम बेल्ट रोडको कुरा गर्छौँ। 2 वर्षदेखि त तातोपानी नाका पनि खुलेको छैन नि। नेपाल र चिनले चाहँदाखेरि 20 किलोमिटरको बाटो खोल्न सक्दैन थियो होला यदि इफ वी आर सिरियस अबाउट इट। अहिले पनि केरुङमा तपाईँले यताबाट ट्रक जाँदा एउटा कुपन लैजान्छ, उहाँबाट त्यो वान वे बाटो नैनाले माथिको ट्रकले कुपन लिएर फर्किनुपर्छ। त्यही कुपन नत्र त्यहाँ बाटो दुईवटा गाडी पास हुँदैन ट्रकहरू। तर त्यो लेभलको कनेक्टिभिटी राखेर चाहिँ ग्राउन्डमा चाहिँ कुरा चाहिँ ठुल्ठुलो गर्न हुँदैन। वी हेभ टु स्टार्ट बिल्डिङ स्मल। सुरु सानोबाट सुरु गर्ने हो, तर जुन चाहिँ क्रिटिकल्ली कम्पोनेन्ट छ त्यो चिज गर्ने। यसको लागि के गर्नुपर्छ मलाई लाग्छ भने कि ठुल्ठुला प्रपोजलहरू छन्, तिनीहरूमा धेरैमा फन्ड छ होइन। OBOR मा सिल्क रोडमा 40 बिलियनको कुरा छ, इन्फ्रास्ट्रक्चर ब्याङ्कमा 100 बिलियनको कुरा छ, ब्रिक्स ब्याङ्कमा 200 बिलियनको कुरा छ। त्यो फन्डहरू हामीले कसरी एक्सेस गर्ने नेपाल? अब हामीलाई कतिवटा मिसिङ लिङ्क अहिले बन्यो भनेकै कुराहरू केरुङकै लागि 4वटा बाटो बनाउने या हाम्रै भित्रको रेल बनाउने या चाइनाले बनाइदिने भनिरहेको कुरा पनि आइरहेको छ होइन। यी कतिपय मिसिङ लिङ्कहरू बोर्डरहरू कनेक्टिभिटी गर्ने कुराहरूमा हामीले त्यो प्रोजेक्टहरूलाई युज गर्न सक्नुपर्छ। द्याट
again requires deep homework, diplomacy र चाहिँ नि एकदम एक्सन प्लान नै चाहिन्छ त्यो चिजलाई पनि। त्यो फन्ड एक्सेस हामीले गरेको छैन अहिलेसम्म। मैले सुनेको AIIB बाट नेपाललाई चाहिँ के प्रोग्राम गर्ने भने चिठी आयो, के प्रोग्राम गर्ने मैले सुनेको यो कुरा कोही छ भने परराष्ट्र मन्त्री क्लियर गर्नु चाहिँ मलाई। जवाब यहाँबाट के गयो भने यहाँबाट चाहिँ त्यो नुवाकोटसम्मको 7 किलोमिटर बाटो बनाइदियो भनेर गएको छ। इज द्याट वाट वी वान्ट फ्रम AIIB? हामीले त कति चिज गर्न सक्छौँ नि, त्यो हामीले गर्नु पर्यो। हामीले यस्तो सानो त्यो केही गर्न नसके जस्तो कतै गरे त्यस्तो किसिमले हामीले गरेर OBOR मा we got this proposal several months back. Last 2014 मा हामीले इनिशियल चाहिँ सिग्नेचर गरेका थियौँ सिलगढमा, dilly-dallying on signing the MOU. त्यसबाट के कन्फिडेन्स हुन्छ हामी कसरी अगाडि बढ्छौँ? चीनसँगको कनेक्टिभिटी इज एन आइडिया विथ nobody can prevent. It is time has come. ल यसलाई अदरवाइज सोच्ने त ठाउँ छैन नि, यसको टाइम has come. त्यसकारण त्यो हामीले फोकस गर्नुपर्छ। एउटा कुरा त्यो भन्न चाहन्छु मैले। तेस्रो, वेदर वी निड अ फरेन पोलिसी। अघि बिहान भर्खर कुरा गरेको, कसैले त फरेन पोलिसी छ पनि भन्नुभयो, कसैले छैन पनि भन्यो। त्यसै गरी मैले गोरखापत्र पढे जस्तो होला तपाईँलाई कन्फ्युज। आई थिङ्क मोस्ट अफ यु आर मोर कन्फ्युज देन यु आर बिगिनिङ अबाउट फरेन पोलिसी। अहिले बिहानभरिको कुरा सुन्यो भने त्यसलाई अलिकति म निचोड गर्दै जस्तो लाग्यो आफूले गरिरहेको काम भएर। हामीसित फरेन पोलिसी नआएन छ एउटा सर्टेन आर्टिकुलेसन देशले गरेको एक्ट लेखेकै कागजमा नभए पनि संविधानमा त्यो विभिन्न तरिकाले आर्टिकुलेट हुँदै गएको प्र्याक्टिसेसको आधारमा फरेन पोलिसी छ। तर हामीले फरेन पोलिसीको चाहिँ राम्रो गाइडेन्स खोज्नु पर्यो भने संविधानको धारा खोज्नु जानुपर्छ, मन्त्रीको भाषण खोज्नुपर्छ, प्रधानमन्त्रीको स्पिच कोट गर्नुपर्छ, कसैको किताब पढ्नुपर्छ होइन। त्यो एक डकुमेन्टमा एक ठाउँमा आर्टिकुलेटेड छैन। जसरी नेसनल सिक्युरिटी पोलिसी केही समय अगाडि बन्यो, त्योभन्दा अगाडि नेसनल सिक्युरिटी पोलिसी नभए त होइन नि, त्यो थियो। तर एकै ठाउँमा राखेर नेसनल सिक्युरिटी पोलिसी बनाउँदाखेरि के प्यारामिटरहरू, च्यालेन्जेसहरू, थ्रेट्सहरू के हो, इन्स्टिट्युसनको रोल के हो, हामीले कसरी हेर्ने, कसरी अगाडि बढ्ने, कुन कार्यनीति के हुन्छ, कसरी गर्न सकिन्छ भने त्यो कुराहरू त्यसरी आएको छ। त्यसै गरी फरेन पोलिसीमा पनि यी जम्मै कुराहरू आउनुपर्छ। फरेन पोलिसी छ, तर यसलाई अहिलेको डिमान्ड अनुसार अघि एकजना पहिले पूर्व वक्ता मन्त्रीजीले भन्नु, उहाँमा अलिकति खण्डन गरे जस्तो जमानालाई के गर्ने, तर यो अहिले गर्ने नै म्यान्डेट छैन भन्नुभयो क्या उहाँले। त्यो म्यान्डेट वास्तवमा यही बेला हो। अब नयाँ चेन्ज, नयाँ परिवर्तन आएर चाहिँ ठुलो संविधान बनेर अगाडि बढेको बेलामा अहिले राइट टाइम हो सबै चिज रिभ्यू गर्ने। वास्तवमा पुरानो चिजहरूलाई चाहिँ गर्ने। त्यस कारण अहिले स्टार्ट गरेन भने त्यो कहिले पनि फेरि हुँदैन। त्यस कारण त्यो गर्नुपर्छ। यसको मतलब रिभोल्युसनरी चेन्ज गरेर जम्मै भएको चिजहरू फरक फाल्नुपर्छ भन्ने पनि होइन। यहाँ त क्रमभङ्गता के भङ्गताहरू भन्थे पहिले त्यस्तो गर्नुपर्छ भन्ने पनि छैन। तर कहाँ छ प्रायोरिटी, अघि मैले भनेको चिजहरूमा हामी चाहिँ नि फोकस गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब गोपालजीका प्रश्नहरू हो भाइ। सार्कमा नेपालको भूमिका कस्तो रह्यो र कस्तो हुनुपर्छ र के सार्क चाहिन्छ? सार्कमा धेरै लगानी भएको छ, नेपाल लगायत हाम्रो देशका यो क्षेत्रको मानिसहरूको, र सार्कको सर्टन केही ढङ्गको पोलिटिकल युटिलिटी, इकोनोमिकली प्रोजेक्ट हो यो वास्तवमा हुन त होइन, किनभने इकोनोमिक कोअपरेसन इन्टिग्रेसन, तर यसको पोलिटिकल युटिलिटी पनि छ, इकोनोमिक युटिलिटी पनि छ। केही न केही एउटा चाहिँ एम्बियन्स वर्क गर्ने वातावरण बनाएको छ। त्यस कारणले सार्कमा हामी जति लगानी गरेका छौँ, वी क्यान नट लेट इट गो लाइक द्याट। यतिकै सार्कलाई चाहिँ अब सक्यो भने यसलाई डिमाइज गराउनु हुँदैन, एउटा पोइन्ट। दोस्रो कुरो चाहिँ सार्कलाई चाहिँ अन्डरमाइन गरेर एनदर देयर इज नो निड टु रिइन्भेन्टिङ द व्हिल। बिमस्टेकमा मेरो के अनुभव सुनाउँछु भने म सचिव हुँदाखेरि चाहिँ बिमस्टेकमा मेम्बरसिप हुन गयौँ हामी। अनि मेम्बरसिप चाहिँ सरकारले निर्णय गरेर मनी सिग्नेचर गर्न गएको थियो बिमस्टेकको मिनिस्ट्रियल मिटिङमा। अनि त्यसमा हामीलाई के भन्यो भने ल फ्री ट्रेड एरियाको ट्रिटी सही हुँदैछ, इफ यु वान्ट टु जोइन अहिले जोइन गर्नुहोस्, अहिले सही गर्नुहोस्, होइन भनेदेखि चाहिँ नि तपाईँले इच वान अफ अससँग त्यो फ्रेमवर्क ट्रिटी अहिलेसम्म नेगोसिएसन हुँदैछ कि डोमेस्टिक फ्री ट्रेडमा, त्यो गर्नुहोस्। होइन भने तपाईँले सबैसँग चाहिँ इन्डिभिजुअली नेगोसिएसन गर्नुपर्छ, इट माइट टेक इयर्स भने हाम्रो ल ठिक छ भनेर हामीले अलिकति आँट गरेर, त्यसबेला भेषबहादुर थापा हुनुहुन्थ्यो मन्त्री, हामीले आँट गरेर सिग्नेचर गऱ्यौँ, क्याबिनेटको म्यान्डेट पनि नलिकन, एज इफ ट्रेनै छुट्ला जस्तो गरेर। यो गाडी छुटिहाल्यो भने त छुट्छ भनेर, ट्रेन डिड नट मुभ। त्यहीको त्यही छ। बिमस्टेक इज एनदर नन स्टार्टर। हेर्नुहोस् 14 कति वर्ष अगाडि चाहिँ सुरु भएको, 15, 16, 17, 18 वर्ष 3टा समिट भएको छ। सार्कको जति पनि इन्स्टिट्युसनल ग्रोथ छैन। एउटै कुरा बिमस्टेकमा के छ भने सार्कमा जस्तो पोलिटिकल डिफरेन्सेस छैन, त्यस कारणले त्यहाँ पनि छ। इन्डियाको चाहिँ ओभरअल पोलिसी लुक इस्ट को हिसाबले माइनस पाकिस्तानलाई माइनस गर्ने स्ट्राटेजी तत्कालीनको रूपमा आएको होला मलाई जहाँसम्म लाग्छ। जहाँसम्म चाहिँ सार्कको ओभरअल चाहिँ युटिलिटी भनेको, यदि कुनै भनौँ न टेरोरिजमलाई मेन प्रब्लम देखाइएको छ अहिले, सार्कलाई चाहिँ यो गरेर समिट पोस्टपोन गर्ने बेलामा अथवा सार्क पाइस यदि चाहिँ साउथ एसिया हटबेड अफ टेरोरिजम जला भने चाहिँ यसलाई रुट आउट गर्ने भने कुनै मेम्बर स्टेटलाई आइसोलेट गरेर रुट आउट हुन्छ? पाकिस्तानको कोअपरेसन चाहिन्छ चाहिँदैन फेरि होइन? त्यो दृष्टिकोणले हेर्दाखेरि पनि यसको यो अहिले टेम्पोररीली होला जस्तो लाग्छ। त्यस कारणले चाहिँ नि रिइन्भेन्टिङ द व्हिल
गर्ने होइन कि भएको इन्स्टिट्युसनलाई गेनलाई चाहिँ हामीले गेन गर्नुपर्छ। यसमा हाम्रो धेरै लगानी छ, हामी नै चेयर, हामी नै सेक्रेटेरिएट, हामी नै चाहिँ निदेखि लिएर सबै चिज भएको बेलामा हामीले नगरेको कसले गर्छ? त्यस कारणले हामीले त्यसमा अलिकति रोल हामी त्यसमा अलिकति ब्यालेन्स हुँदा चाहिँ नि गोपालजीले भन्नु 3टा वक्तव्य निकाल्यो। एउटामा त इन्डियाको MBA कोमा जे वर्डिङ छ त्यही वर्डिङ छ, जे वर्डिङ छ त्यही वर्डिङ छ एउटामा, 2टामा चाहिँ अलिअलि थियो, तेस्रोमा चाहिँ त्यो भयो सिस्टम भनेपछि अब हामी कुनै मेम्बरसिपको चाहिँ नि लाइनमा टो गर्ने कि एउटा इन्डिपेन्डेन्ट पोजिसन राखेर चाहिँ सारलाई अगाडि स्टेयर गर्ने चाहिँ क्यापेसिटी राख्ने भन्ने कुराहरू पनि अलिकति यसमा इम्पोर्टेन्ट आउँछ जस्तो मलाई लाग्छ। अब यसमा अरू पनि उहाँले कुरा गरिसके हुनाले यसको ट्रान्सफर्मेटिभ साइडदेखि लिएर इन्स्टिट्युसनल क्राइसिस अब यसलाई एउटा कुरा के हो मेरो प्रश्न चाहिँ जस्तै 2टा महाशक्ति हुँदाखेरि सबभन्दा निम्सहरूलाई चाहिँ फाइदा भएको कोल्ड वारको कुरा पनि उठ्यो। अब हामीले चाहिँ यो ग्लोबल लेभलमा बाइपोलारिटीको कुरालाई छोडेर यो रिजनल लेभलको बाइपोलारिटीलाई कन्सिडर गरेर जस्तै कमसेकम डेभलपमेन्टका केही रूपरेखाहरू देख्न पाइन्थ्यो कि त्यो रिजनल बाइपोलारिटी चाहिँ इन्टरनेसनलमा कतिसम्म छ, मैले यसलाई चाहिँ अनचार्ट प्रश्न क्लियरली देख्न सक्छौँ पाकिस्तान र इन्डिया उहाँहरूले गर्दाखेरि सार्कले जति पनि एस्पिरेसन बोकेर यो सङ्गठन इस्टाब्लिस भएको थियो त्यसको त्यो फुलफिल गर्न सकिरहेको छैन र तपाईँले अहिले भर्खरै सार्कलाई नेपालले अझै रिजेनिङ नेपालले लगानी गर्नुपर्छ, यसलाई छोड्नु हुँदैन भन्नुभएको थियो र यो कसरी सम्भव होला सर? यत्रो वर्षसम्म त सार्कबाट केही हुन सकेन, कुनै देशलाई हुन सकेन, केही उपलब्धि हासिल गर्न सके छैन भने अब यो कसरी हुन सक्ला? फर्दर के हुन सक्ला? पाकिस्तान र इन्डिया जबसम्म एउटा सार्कबाट अमिट हुँदैन तबसम्म धेरै विश्लेषकहरू, धेरै स्टुडेन्टहरूले के विश्वास गर्छ भने यसले कुनै उपलब्धि हासिल गर्न सक्दैन। सो म यहाँबाट यो प्रश्न त अब हामीसँग 2टा क्वेसनको लागि मात्र टाइम छ। म एकदमै आग्रह गर्न चाहन्छु किनभने हामी टाइम धेरै नै हामी रनिङ सर्ट अफ टाइम। सो आई रिक्वेस्ट माई फ्रेन्ड अग्निजीलाई छिट्टो है त। सर यहाँ सबैलाई नमस्ते। म हरिप्रकाश चन्द, अग्निपुञ्ज मेरो टाइटल नेम। म चाहिँ त्रिभुवन विश्वविद्यालयबाट इन्टरनेसनल रिलेसनको मास्टर्स सकेको छु। हामी तिनजना साथीहरू छौँ, आशिष अधिकारी, गौरव भट्टराई, गुरु हुनुहुन्छ प्रेम खनाल, सबैजना हाम्रो गुरु हुनुहुन्छ। र विशेष गरिकन अहिले जुन सरले मधुरमन सरले भन्नुभएको छ हाम्रो फरेन पोलिसीहरू विभिन्न डकुमेन्टमा हामीले पाउँछौँ, खोज्यो भने विभिन्न ठाउँमा पाउँछौँ, तर कम्प्रिहेन्सिभ रूपमा चाहिँ फरेन पोलिसीको डकुमेन्ट छैन भन्नुभएको हुनाले अब हामीले विशेष गरी यङ जेनेरेसनले सोच्ने तरिका अलिकति फरक हुन्छ पक्कै पनि अहिलेको ग्लोबल कन्टेक्स्टलाई हेर्दाखेरि। र हामीले डिबेट गर्ने गर्थ्यौँ र फरेन पोलिसीको कन्सेप्ट चाहिँ कस्तो हुन्छ भनेर क्लासमा हामीले चाहिँ विभिन्न डिस्कसनहरूमा हामीले भन्ने गर्थ्यौँ। हामीलाई के लाग्छ भने मलाई व्यक्तिगत रूपमा चाहिँ जसरी ग्लोबल कन्टेक्स्ट चाहिँ चेन्ज हुँदै आएको छ, नेपालले आफ्नो नेसनल इन्ट्रेस्टलाई डिफेन्ड गर्नको लागि विशेष गरी 4-5वटा डाइमेन्सनबाट हेर्नुपर्छ भन्ने लाग्छ। र यसलाई पनि हेर्नको लागि 2वटा कुरा, एउटा बेस्ड अन जियोग्राफी, अर्को चाहिँ बेस्ड अन नेसनल इन्ट्रेस्ट। बेस्ड अन जियोग्राफीको हिसाबले हेर्दाखेरि हामीले हाम्रो फरेन पोलिसीलाई चाहिँ ग्लोबल लेभलबाट एउटा डाइमेन्सन हुनसक्छ, रिजनल लेभलबाट अर्को डाइमेन्सन हुनसक्छ, र नेबरिङ कन्ट्रिजहरूलाई हामीले कसरी एड्रेस गर्ने हाम्रो फरेन पोलिसीमा भन्ने कुरा त्यो हुनसक्छ। र यो कुरा हामीले चाहिँ छलफल गर्ने गर्थ्यौँ। अर्को चाहिँ बेस्ड अन इन्ट्रेस्ट, आवर नेसनल इन्ट्रेस्टको एङ्गलबाट हेर्दाखेरि चाहिँ नेपालमा जुन युरोपियन कन्ट्रीहरू, अमेरिकाको जुन इन्ट्रेस्ट छ त्यसलाई एउटा डाइमेन्सनमा हामीले राख्न सक्छौँ। सिमिलर जस्तो कतिपय इस्युहरूमा उनीहरूको चाहिँ इन्ट्रेस्ट सिमिलर जस्तो देखिन्छ। त्यस्तै गरेर हामीले हाम्रो इमिडिएट नेबर इन्डिया र चाइनालाई पनि हामीले एउटै बाकसमा हामीले हेरेर राख्नु हुँदैन, किनभने उनीहरूको कतिपय कुराहरू मिल्ला तर धेरै कुराहरू डिसिमिल्यारिटिजहरू पनि छ। र अर्को कुरा हामी जुन अम्ब्रेलामा हामी छौँ, हामी एलडिसी सन् 2022सम्ममा हामी चाहिँ ग्रेजुएट हौँला, तर अहिलेको अवस्थामा हामीले चाहिँ एलडिसीको मेम्बर भएको हुनाले एलडिसी तर्फको हाम्रो फरेन पोलिसी कस्तो हुनुपर्ने र रिजनमा पनि हेर्दाखेरि चाहिँ साउथ एसियन रिजनमा हेर्दाखेरि चाहिँ एक्सेप्ट इन्डिया अरू देशहरू तर्फको हाम्रो चाहिँ फरेन पोलिसी के हुनुपर्ने भन्ने कुरामा अलिकति एकदमै इनडेप्थ रिसर्च गरेर बनाउनुपर्छ भन्ने लाग्छ। र विशेष गरी यो आइडिया र जुन मिड वेस्टर्न युनिभर्सिटीलाई धन्यवाद। र आगामी दिनहरूमा चाहिँ यो डिस्कोर्सलाई यसरी लाँदा अझै हाम्रो फरेन
पोलिसी फर्मुलेसन र इम्प्लिमेन्टेसनमा चाहिँ कन्ट्रिब्युसन हुन्छ भन्ने लाग्छ। मेरो यो कमेन्ट हो, क्वेसन होइन। धन्यवाद। ट्रेन्ड त छुट्यो, अब अर्को ट्रेन्ड त आउँछ नि होइन, त्यसको लागि पनि त तयारी गर्नु पऱ्यो। अब मेनली के देखिन्छ भने अब साथ चाहिँ पाइ चार्टर कुनै पनि एउटा मेम्बर स्टेटले डिनाइ गर्न साथ त्यो अब उसको शिखर सम्मेलन नहुने भइसकेपछि पक्कै पनि यसको औचित्यको शिखर उठि नै सकेको छ। र बिचमा के एउटा बहसमा के आएको थियो भने थर्ड कन्ट्री नेबरहुडको पनि कन्सेप्ट आएको थियो, त्यो अलिकति अलिक बहसमा आइसकेको छैन। अब नेपाल र इन्डिया अथवा नेपाल र चाइना बिच कन्फ्लिक्ट आइहाल्यो भने कसले बोल्दिने त? नेपाल कुनै दिन अग्रसर भएर इजरायललाई रिकगनाइज गरेको थियो, इजरायल बोल्दैन। अथवा कुनै दिन कोरियामा भोकमरी लाग्दाखेरि कोरियालाई पठाएको थियो होला खाद्यान्न, त्यसको बारेमा नि उसले इतिहास गर्न सक्दैन। यो हाम्रो फरेन पोलिसीले पक्कै पनि होइन होला। फरेन पोलिसीमा इम्प्लिमेन्ट गर्न जाने हाम्रा मिसनका मान्छेहरू अथवा हाम्रा प्र्याक्टिसनरहरूको कमजोरी हो कि जस्तो लाग्छ मलाई, किनभने उनीहरूले त केही बोलिदिनु पर्थ्यो नि नेपाललाई समस्या पर्दाखेरि। अथवा हामीले नेपालले थर्ड कन्ट्री नेबरहुड अथवा चाहिँ अर्को नयाँ डाइमेन्सनको कुनै अर्को मल्टिल्याटरल फोरम क्रिएट गर्नुपर्छ कि म अब तिनैजना मध्ये जसले त दिनु चाहिँ मलाई लाग्छ अब हामीले निर्धारित समय 12 को समय सकिएको छ। म प्यानलिस्टहरूलाई रेस्पोन्स गर्न चाहन्छु। म सबभन्दा पहिला सङ्ग्राम छ। एउटा त जुन किसिमको डिबेट र डिस्कोर्स यहाँ सुरु भएको छ, मैले होइन भने यो चाहिँ बडा राम्रो एउटा स्टार्ट हो। किनभने क्लासिकली फरेन पोलिसी भन्नुहुन्छ भने यसको त्यो फरेन पोलिसी एनालिसिसको नोसन चाहिँ पहिला चाहिने wars are fought among armies, so wars are conducted by generals भन्ने नोसन हुन्छ। फरेन पोलिसी पनि भेरी स्ट्रिक्टली एउटा चाहिने लिमिटेड ग्रुप अफ प्रोफेसनल्सले कन्डक्ट गर्ने डिसिप्लिन हो भन्ने नोसन थियो भने ग्रेजुअली त्यो फरेन पोलिसीको इफेक्ट र त्यसको कन्सिक्वेन्स कसले बेयर गर्छ भन्दाखेरि पिपलले बेयर गर्छ भनेपछि चाहिँ यो लार्जर डिस्कोर्सबाट चाहिने डेमोक्रेटिक फरेन पोलिसीको नोसन इन्ट्रोड्युस भयो। र त्यहाँबाट चाहिँ नि अहिले तपाईँको यो फरेन पोलिसीलाई यद्यपि प्रिन्सिपल डेजिग्नेटेड इन्स्टिट्युसनल इन्स्ट्रुमेन्ट फरेन पोलिसी फरेन मिनिस्ट्री हो, तर त्यसको ओभरआर्किङ रेस्पोन्सिबिलिटी चाहिँ हेड अफ दि एक्जिक्युटिभ, हेड अफ द स्टेट र तर त्यो फर्मुलेसन चाहिँ नि पार्लियामेन्ट र लार्जर डिस्कोर्सबाट हुनुपर्छ भन्ने हुनाले यो चाहिँ राम्रो कुरा भएको छ। अब यो तपाईँले हेर्नुहोस् यो अनेक किसिमका नोसनल इन्ट्रोडक्सनहरू अघि एक तारिक कुरा आयो नि के भनेदेखि रेस्पोन्सिबिलिटी टु प्रोटेक्ट भन्ने हो। एक्चुली यो के हुन्छ भने इन्टरनेसनल रिलेसन्सका ट्रेन्डहरूले नयाँ नयाँ कन्सेप्चुलाइजेसनहरू इन्ट्रोड्युस गर्छ र यो रिजनल फोरम्सको एउटा चाहिने एडभान्टेज फर द रिलेटिभली स्मलर कन्ट्रिज भने कहाँ हो के हो भने सबभन्दा मोर डिस्प्रपोर्सनेटली पावरफुल रोल खेल्न सक्ने कन्ट्री सानो छ तर इफेक्टिभ डिप्लोमेसी भयो भनेदेखि तपाईँको साथमा इफेक्टिभ डिप्लोमेसी भयो भने त्यहाँ प्रपोर्सनेटली बायोल्याटरल अरू फोरममा भन्दा इन्टरनेसनल र यस्तो रिजनल फोरमहरूमा लेस कोट अनकोट लेस पावरफुल कन्ट्रीहरूले पनि भेरी पावरफुल रोल खेल्न सक्छ। त्यसले गर्दाखेरि यो तपाईँको थर्ड कन्ट्री नेबरहुड भन्ने यस्ता कन्सेप्टहरू इन्ट्रोड्युस हुन्छन् तर ती कन्सेप्टहरूको हाम्रो कन्टेक्चुलाइजेसन के हो भन्दाखेरि क्लासिकली हेर्ने हो भनेदेखि हाम्रो जियो स्ट्रेटेजिक कम्पल्सनले डिक्टेट गरेको आवश्यकता हो भने इफ एउटा फरेन पोलिसीको बेसिस के भन्छ भनेदेखि कन्ट्रिज हेभ नो पर्मानेन्ट फ्रेन्ड्स अर पर्मानेन्ट एनिमिज, ओन्ली पर्मानेन्ट इन्ट्रेस्ट हुन्छ। तर मेरो आर्टिकुलेसन के भइरहेछ भनेदेखि to have good relations with India and China is in our interest. So in a sense we have a permanent friendship. किनभने adversarial relationship यो दुईटै कन्ट्रीसँग पोसिबल छैन भन्दाखेरि भेरी फाउन्डेसन अफ फरेन पोलिसी चेन्ज भइरहेछ। र अहिले ओबिआरको पनि कुरा आयो। यो ओबिआरको एउटा भेरी इम्पोर्टेन्ट डाइमेन्सन भने के हो भनेदेखि यसले चाहिँ यो क्लासिकल नोसन अफ कन्डक्टिङ फरेन पोलिसी प्योरली अन न्यारो नेसनल इन्ट्रेस्टलाई ट्रान्सफर्म गरेर ए प्रोसेस अफ हार्मोनाइजिङ नेसनल इन्ट्रेस्ट विथ रिजनल एन्ड ग्लोबल गुड तपाईँको यो होल युएनको इस्टाब्लिसमेन्ट र त्यसपछि आएर रिजनलिजमको नोसन त्यसरी बिल्ड भयो। अहिले त्यसलाई नै राम्रोसँग आर्टिकुलेट गर्न नसकेका हुनाले फेरि यो चाहिँ एक किसिमको ब्याकल्यास भन्नुहोस् न
त्यो आइरहेछ भन्दाखेरि यो नोसन इन्ट्रोड्युस भएमा मलाई केही छैन तर यसलाई चाहिँ नि मच डिपर रिफ्लेक्सन बिना नै अहिले चाहिँ यो विषयमा तपाईँको कमेन्ट गरिहाल्ने धेरै पोसिबिलिटी छैन तर एउटा कुरा चाहिँ के हो भने मैले फरेन पोलिसीको आर्टिकुलेसन भन्दाखेरि अहिले पनि कुरा आयो यो आर्टिकुलेसन के हो कि हाम्रो फाउन्डेसन अफ फरेन पोलिसी भनेर के हो भनेदेखि वी आर फ्रेन्डसिप विथ अल एनिमिटी विथ अल नन त्यो नै फाउन्डेसन भयो भने हामी सबैसँग राम्रो रिलेसनसिप हुन्छ थ्याङ्क यू Yes, thank you. I think I should answer in English so that we have distinguished guests from abroad. Matrika ji, I like your question, your regional bipolarity. Matrika Poudre, that is directly related to me, that I was working since 2 decades on South Asian regional development, geopolitics and some models. If you see SHARC, this is also bipolar, in practical sense. Until now, unless Indo-Pak relations are referred well, this has been known. And also, perhaps the region, it is not only regional but international, that we have the fastest growing neighbors. China 6.5, 7.5 India, they are targeting. There will be somehow, but still they are the fastest. So and they are the largest markets. And also, we, the Himalayan civilization, we are perhaps the dawn of civilization on Earth, I told you already. This pattern refers to my SHARC, and sometimes there is up and downs. Still, very recently, there was a very big question about the future of SHARC. Until last SHARC 18, we were very hopeful. But after 18, again there is a question mark. Even though it has done nothing, but it has done something. I do not use the word SHARC is a fellow nation state system, the regional organization. I will rather repeat some, in the lighter veins people say, SHARC used to stand all the time as NATO, but this NATO is different. This NATO is no action, talk only. This is SHARC, what happened. Therefore, let's erase the image of SHARC from the image of NATO. And of course, the regional connectivity is very important. Either it is BB, there are only 2 useful for Nepal, BVIN, I repeat again, SHINEC. China, India must reconsider it because it is going to be the largest and it is the shortest to join the 2 largest markets until and unless Indo-China relations stand excellent, border or other issues. Therefore, China, India, Nepal economic corridor, it will be the largest, means it will be more than $46 billion. And it is faster, 35 days faster via Kerong to reach to the Bay of Bengal via navigation, what we call is Himalayan Canal that I have named it. Therefore, let's work for the regional. Economy is the deciding factor to any countries. I was in Switzerland, and the 96% of 5 years of the people had the hold of the economy, and 4% people had no blood. 94% people had the hold of the economy, and 96% people were out of it. But there was no bloodshed. Only in developing countries, LDCs, we have bloodshed. Why? Opportunities of employment, economy, industrial growth, human resources management, and all these things, they count. Therefore, our leadership perhaps must be now improving. This is, and this last question, Shambhuji's is interesting. Third, there was a departure in the foreign policy. That is why I was repeating the foreign policy. We have the foreign policy as per our present time as a change context. There was a basic departure, not the rhetoric of non-alignment. Are we really non-aligned? We have the machineries in the foreign armies. Our youths are used as machinery. Even
the Gurkhas, okay, there was even that money could not be holding in Nepal. It is better than the British Gurkhas that Indian joins. They have the equal status. But until and unless that we consider this our economic is strong, and then we can perhaps this third, what Mr. Shambhu Pokhrel very nicely, because it was missing from all of three of us, the third country policy, it is on the basis, that is why we choose friends. Also to improve proximity on the basis of geo proximity, equidistance and other historics. We used to say, of course, there is no challenge of Panchashil. This is the fundamental part of the Nepal foreign policy. That is why all countries of the world was changed in the foreign policy of 2068 on the basis of the merit and demerits of our friendly countries. Thank you very much. अब प्रश्नको जवाफ त दिइसक्नु भएको छ सरले, त्यस कारणले त्यसै खासै त्यति छैन। खालि सागको बारेमा चाहिँ नि कोही केही काम गर्ने किन चाहियो भन्ने खालको कुरामा म एउटा जवाब दिन चाहन्छु। वास्तवमा अहिले तपाईँले हेर्नु भने वर्ल्ड ब्याङ्कको पछिल्लो स्ट्याटिस्टिक्स हेर्ने हो भने के के भन्छ नि वर्ल्डको फास्टेस्ट ग्रोइङ रिजन साउथ एसिया, 7% ग्रोथ, सबभन्दा फास्टेस्ट ग्रोइङ छ अहिले। सबभन्दा धेरै ग्रोथ इकोनोमिक ग्रोथ हुनेमा चाहिँ वर्ल्डको कुनै रिजन सब रिजनलाई लिने भने साउथ एसिया छ। द्याट इज हामी चाहिँ नि वी आर द लिस्ट इन्टिग्रेटेड, लिस्ट कोअपरेटिभ रिजन होइन। हामी त्यो सब दुईटै हाम्रो क्यारेक्टरिस्टिक हुँदा हुन्थ्यो भने डिस्पाइट दिस स्टेट अफ कोअपरेसन हामीले 7% ग्रोथ गरिरहेको छौँ भने यदि फुल पोटेन्सियल अनलिज भने कति ग्रोथ हुन्छ, कति पोटेन्सियललाई हामीले त्यहाँ गइरहेको छौँ। ती चिजहरूको लागि पनि चाहिन्छ एउटा। दोस्रो कुरो चाहिँ ग्रोथ इन्डियाको ग्रोथले प्रोपेल गरे हो। इन्डियाको ग्रोथको चाहिँ नि अटोमेटिक एभाइलेबल हामीलाई छैन। हाम्रो कहाँ ग्रोथ रेट छैन। भुटानमा विभिन्न कारणले पहिले भयो, अरू देशहरूको ग्रोथ रेट लो छ। त्यो हुनाको कारण के भने इन्टिग्रेटेड हामी छैनौँ। हाम्रो इकोनोमी अहिले पनि यो कुरा अघिको कनेक्टिभिटी चाइनातिरको पनि कुरामा के आउँछ भने इकोनोमिक इन्टिग्रेसन चाहिँ नि बढाउने कुरो चाहिँ नि जुन एम छ त्यो चिज चाहिँ नि अहिले पनि सकिया छैन। र अघि हाम्रो शम्भु सरले पनि जवाब दिइसक्नुभयो कि वास्तवमा ग्लोबलाइजेसन, रिजनलाइजेसन र नेसनलिजम यी तीनटा फोर्सेसहरू चाहिँ नि कुन डोमिनेन्ट छ भन्ने कुरो अहिले कुरो भन्न सकिँदैन। अहिले इन्टरप्ले भइरहेको छ तीनटाको बिचमा। साँच्चै भने अहिलेको स्टेज चाहिँ त्यसको चाहिँ नि अब राष्ट्रवाद पोलिटिक्स आएर चाहिँ नि संसारभरि नयाँ किसिमको आयो, अनुदारवादको उदय हो अथवा चाहिँ नि एकदम सङ्कुचित फरेन पोलिसी गर्ने ग्लोबलाइजेसनको विरोधी। चीनले ग्लोबलाइजेसनको डिफेन्ड गर्ने, अमेरिकाले विरोध गर्ने होइन। विश्वको नेतृत्व तिमीले छोड्छौ भने हामी लिन्छौँ भनेर चीनको राष्ट्रपतिले भने त्यस्तो स्थिति आयो होइन। तर त्यस कारणले त्यो त पहिले त डेभलपिङ कन्ट्रीको मान्छेले ग्लोबलाइजेसनलाई बेसरी गाली गर्ने। म एकचोटि मलेसियामा गएको थिएँ, महातिर मोहम्मदले चाहिँ 41 मिनट भाषण गर्दा 41 मिनट ग्लोबलाइजेसनलाई गाली गर्थ्यो। 41 मिनट गर्दाखेरि उहाँले गर्नुभएको थियो। अब अहिले डेभलपिङ कन्ट्रीको मान्छेले ग्लोबलाइजेसनलाई डिफेन्ड गर्नुपर्ने हो। कारण के आयो भने किनभने यसकोबाट आउने बेनिफिटहरू चाहिँ ग्लोबलाइजेसनको बेनिफिटहरू रिच कन्ट्रीको रिच पिपल होइन लाई कि पायो कि चाहिँ यो पोरर कन्ट्रीको मिडल इन्कम ग्रुपलाई चाहिँ चाइनामा मिडल क्लास बढ्यो, त्यसपछि इन्डियामा मिडल क्लास बढ्यो, पोभर्टीहरू घट्यो, सबै कुरा। त्यस कारण त्यसको बेनिफिट यदि अनइभेन भए पनि बेनिफिट छ। त्यस कारणले त्यो हामीले तर सँगसँगै रिजनलिजमको पनि मेरिट सकिएको छैन। त्यस कारणले अहिले अनसर्टेन छ। त्यस कारणले सबै चिजलाई चाहिँ हामीले चाहिँ साइमल्टेनियसली गर्नुपर्छ। त्यस कारणले रिजनल कोअपरेसनको कुरा चाहिँ अगाडि बढिसकेको कुरालाई छोडेर रिइन्भेन्टिङ द व्हिल गर्नु हुँदैन भने हो। न कि सार्क एकदम आउटस्ट्यान्डिङ अर्गनाइजेसन हो मैले भनेको छैन। त्यसमा धेरै फ्लज, डिस्पाइट इट अल इट्स फ्लज, इन्भेन्टिङ एनी अल्टरनेट टु इट क्यान बिकम इभन वर्स माई एक्सपिरियन्स। किनभने हामी यही इन्भाइरोमेन्ट यही काम गऱ्यो, यता मेम्बर स्टेट यही हो, रिलेसन झगडा यही छ। त्यो कुरा भनौँ। अलिकति थर्ड नेबरको बारेमा चाहिँ यहाँ कुरा उठाउनु भयो, यहाँ टपिक्समा पनि रहेछ डिस्कसन नभए हुनाले। अब यो बेसिकली अलिकति डिफ्रेन्ट कन्टेक्स्टमा चाहिँ खास गरेर मङ्गोलियाले निकालेको हो। रुस र चीन जस्तो दुईवटा चाहिँ ठुलो नेबरहरू चाहिँ बाट उनीहरूले च्यापिएर बस्नुपर्ने विभिन्न कारणले चाहिँ नि तेस्रो पक्षको पनि केही उपस्थितिता सम्बन्ध राख्यो भने यो चिजबाट केही अलिकति राहत हुन्थ्यो कि भनेर उनीहरूले एउटा चाहिँ सुरुवात गरेको हो। त्यो त्यति सक्सेस र त्यत्रो कुनै अब कुनै टाइममा आएको त्यस्तो प्यारल हाम्रो छँदा पनि छैन। दोस्रो कुरो चाहिँ हामीले थर्ड नेबर होइन कि तेस्रो पक्ष, चीन र भारत बाहेक तेस्रो पक्ष पनि छ।
चाहिँ महाशक्ति राष्ट्रहरू छन्, अरू ठुला शक्तिहरू छन्, हाम्रा चाहिँ छिमेकीको भन्दा बाहिरका शक्तिहरू छन्, आर्थिक शक्तिहरू छन्, तिनीहरू तेस्रो पक्ष जुन दाताहरू छन् तिनीहरूको पनि धेरै भूमिका सर्नुपर्छ नेपालको। तिनीहरूलाई पनि हामीले तिनीहरूलाई पनि ब्यालेन्स, डिप्लोमेटिक ब्यालेन्स तिनीहरूलाई पनि फिगर आउट गर्नुपर्छ भन्ने चाहिँ हो। त्यो हुन त अब हाम्रो यहाँ डिप्लोमेटिक ब्यालेन्सको कन्सेप्ट पनि रङ छ, त्यो एउटा मैले भन्नुलाई भने छुटेछ। यहाँ डिप्लोमेटिक ब्यालेन्स भनेको तुलोमा जोखेर बराबर 2-2 किलो 20 किलोको छ भने 10-10 किलो दुईतिर राखेर जोखेर बराबर पार्ने भन्ने छ। चीनतिर चाहिँ नि राष्ट्रपति भ्रमण आउँछ, तिम्रो उपराष्ट्रपति तिम्रो चाहिँ विशेष इन्भाइट पठाऊ भने चीनतिर उपराष्ट्रपति पठायो, उपप्रधानमन्त्री चीन पठायो त भारतले के भन्छ, भारततिरको उपप्रधानमन्त्री होइन। त्यसपछि चीनको राष्ट्रपति भारतको राष्ट्रपति आउनुभयो, बिदा दिनु पर्यो, चीनले के भन्छ चीनलाई पनि बिदा आएकै छैन, कहिले आउने कहिले होइन। भारतमा गएको राजदूतलाई चाहिँ हामीले मन्त्री स्तर भन्यो, चीनलाई जाने के भन्छ भने चीनमा पनि मन्त्री स्तर गर्ने। त्यसरी त्यो जे गर्यो त्यही गर्ने, त्यो चाहिँ डिप्लोमेटिक ब्यालेन्स गुमेको हुन्छ। कूटनीतिक सन्तुलन गुमेपछि त्यस्तो निर्णय हुन्छ। कूटनीतिक सन्तुलन कसरी आउँछ भने अघि शङ्करजीले भन्नु, सचिवले भन्नुभएको छ, संवेगपूर्ण आफ्नो स्वार्थ अनुसार निर्णय लिने क्षमता भएपछि तपाईँ सन्तुलन हुन्छ। तपाईँको जिन्दगीमा सन्तुलन कसरी आउँछ? अर्काको सहयोग नलिकन हिँड्नुभयो, आफ्नो ढङ्गले चाहिँ निर्णय गर्न सक्नुभयो, विवेक प्रयोग गर्न सक्नुभयो भने बल्ल तपाईँको जिन्दगीमा सन्तुलन आउँछ नि। त्यो सन्तुलन चाहिँ तपाईँले गुमाउनु, अर्काले के भन्छ भन्नु भने सन्तुलन गुमाउनु हो। अर्थात् इन अदर वर्ड्स भन्यो भने 20 किलोको झोला छ तपाईँलाई छ भने एउटामा 5 किलो एउटामा 15 किलो हालेर पनि हिँड्न मिल्छ, 10 किलै पार्नुपर्छ भन्ने छैन। आफ्नो चाहिँ वेट हेरेर, आफ्नो एक्सटेन्सिभ रिलेसन हेरेर, एक्सटेन्सिभ नेचर हेरेर काम गर्नुपर्छ। यहाँ त्यो मैले यहाँ चाहिँ भने पऱ्यो, अडियन्स फरक भयो भने दोहोरिएला यो कुरा। कृष्णप्रसाद भट्टराईले चाहिँ नि एकचोटि उहाँबाट आएर सोध्यो उहाँलाई चाहिँ नि पत्रकारले, तपाईँ त भारत परस्त भन्छ, तपाईँ त एकदम चाहिँ नि भारत उयो भन्छ, तपाईँले के गर्नुहुन्छ तपाईँले भनेर सोध्यो। उहाँले जवाब दिनुभएको कुरा चाहिँ मलाई एकदम रिलेभेन्ट लाग्छ, जहिले पनि म कोट गर्न खोज्छु यो डिप्लोमेटिक ब्यालेन्स कुराहरू। उहाँले भन्नु त के कुराहरू छ बाबु, देशै भारततिर फर्किया छ, खोला नाला उतै बग्छ, हिमालय उता फर्किया छ, भाषै उतातिर मिल्छ, खानेकुरा उता मिल्छ, बिरामी पऱ्यो उहीँ जानुपर्छ, पढ्न उहीँ जानुपर्छ, पूजा गर्न उहीँ जानुपर्छ, व्यापार उहीँबाट आउँछ, के अरे संस्कृति उहीँबाट चल्छ, तिहारमा लाउने टिका उहीँबाट ल्याउनुपर्छ। अब हामी त राजनीति उहीँबाट गरेर अब भन्नु सक्छ कसरी भारतमा मान्छे होइन। उहाँले भने मतलब एक्सटेन्सिभ नेचर के छ भने इन्डिया एज अ बिग प्रेजेन्स हियर, एलिफेन्ट इन द रुम भन्छु मैले। यो कोठामा हात्ती छ भने तपाईँको बारेमा अब के सोध्न सक्नुहुन्छ? हात्तीको बारेमा नसोचिकन तपाईँ यहाँ पढ्न पनि सक्नुहुन्न, त्यो हात्तीको बारेमा नसोचिकन ढोकाबाट जाने पनि विचार गर्नुहुन्छ, यो हात्तीलाई केही खुवाएर प्याएर खुसी पार्ने हो कि होइन। ठुलो बिग प्रेजेन्स भए त्यो गर्नु पऱ्यो नि। अब त्यसलाई यसो निहुरेर चढ्न दिन्छ नि, निहुरेर चढ्न दिन्छ, चढेपछि त कानमा लात्तीले हान्ने एउटा हुन्छ नि, होटेलमा आउँदै हुनुपर्ने हुन चाहिँ होइन, हामी हुनुपर्ने त्यो चढेपछि त कानमा लात्ती हुनुपर्ने त्यो। तर उसले माउते एमुलाई चढ म फ्याँकिदिइहाल्नु भनेर निहुरेर पठाइदिन्छ, भाइ यसो हात्तीले गरेर चाहिँ लडिहालिन्छ नि, एकपल्ट त देखिहाल्छ। हात्तीलाई मस्त आयो कति घरै घर हिँड्छ, कतिपल्ट पुग्यौँ हामी नाकाबन्दी भयौँ, यस्तो खालको कुरो चाहिँ। र हामी चाहिँ के छ भने एलिफेन्ट इन द रुम, ड्रागन इज इन द स्काई, आकाशमा चाहिँ ड्रागन फोर बेला जाप है, थाहा छैन त्यो पनि उनीहरू पनि धेरै कुरा छ नि चाइनाको पनि। सबै यो कुरा यस्तो चिजलाई चाहिँ हामीले म्यानेज गर्नु छ। त्यस कारणले यी पुरानो कुराहरू पनि के कुरा रिलेभेन्ट छ, हिस्ट्री पनि हामी राखौँ, त्यो नगरिनु हुँदैन, जोग्राफी पनि सम्झौँ। तर सत्य कुरा के हो भने ओल्ड मेटाफोर्स, ओल्ड कन्सेप्टले हाम्रो चल्दैन। दुई ढुङ्गा बिचका तरुलले अब हाम्रो राजनीति चल्दैन। साँच्चै भन्यो भने लम्कदो हात्ती र चाहिँ नि के अरे उड्दो ड्रागनको बिचमा चाहिँ नि हामी कछुवा गर्ने, उनीहरू 10% हिँड्ने, हामी 1% गर्ने, कछुवा हो नि। कमसेकम कछुवामा पनि खरा जति हुनुपर्छ भन्ने मेरो भने। हात्ती जस्तो हुन सम्भव छैन, अलि छिटो हिँड्न त मिल्छ नि, हात्ती क्रोधमा त क्याच गर्न मिल्छ नि। यी कुराको लागि इकोनोमिक इन्टिग्रेसनको लागि चाहिँ हामी जोड गर्ने हो। त्यस कारणले त्यतापट्टि चाहिँ फोकस गर्नुपर्छ जस्तो मलाई लाग्छ। अर्को युएनको बारेमा अघि भनेको थियो, खालि एउटै मात्रै पोइन्ट मैले भन्छु, टु बिग अ मेनु टु सिलेक्ट फ्रम। म एउटा म युएनमा राजदूत थिएँ, त्यहाँ हरेक दिन एउटा चाहिँ नि 40-50 पेजको एउटा डेली जर्नल भन्ने निस्किन्छ, कतिजना त हाम्रो राष्ट्र साथीहरू पनि भयो, डेली जर्नल निस्किन्छ। त्यो डेली जर्नलमा के हुन्छ भने त्यो दिनभरि कहाँ मिटिङ हुन्छ, 6 भाषामा निस्किन्छ त्यो किताब हरेक दिन। त्यो कहाँ मिटिङ हुन्छ, कुनमा चाहिँ मेन लाइन, कुन साइड लाइन इभेन्ट, कुनमा चाहिँ कमिटीको मिटिङ, कुन सब्सिडियरी बडीको मिटिङ, कुन एनजिओ मिटिङ, कुनै के मिटिङ, त्यस्तो इन्फर्मल मिटिङ, इन्फर्मल मिटिङदेखि लिएर हुन्छ। त्यो छानेर तपाईँले कुनमा जाने, आउटर स्पेसदेखि डिप सीसम्मको विषय छ त्यहाँ। त्यस कारणले तपाईँले त्यो जम्मै चिज गर्न सक्नुहुन्न। युएनमा हामीले गर्ने भनेको आफ्नो इन्ट्रेस्ट केमा छ र आफ्नो कम्पेरिटिभ एडभान्टेज केमा छ। हाम्रो नेपालको इन्ट्रेस्ट स्वार्थ यहाँ निस्केको पनि कुरा गर्नु, लिस्ट डेभलप कन्ट्रीको रूपमा, ल्यान्ड लक कन्ट्रीको रूपमा
ट्रेडमा इन्ट्रेस्ट होला, डेभलपमेन्ट इस्युजमा इन्ट्रेस्ट होला, ह्युमन राइट्समा इन्ट्रेस्ट होला होइन। ती कुराहरूमा पिस किपिङमा हामीले बढी कम्पेरिटिभ एडभान्टेज अरूले गर्दा बढी राम्रो गर्न सकेका छौँ होइन। जहाँ हामीले गर्न सक्छौँ त्यो चिजहरूमा गर्ने छानेर जानुपर्ने एउटा चाहिँ त्यो युएनमा हामीले त्यो कुरो चाहिँ सिलेक्टिभिटी एक्सर्साइज गर्नैपर्छ। अहिलेसम्म हामीले एभ्रिथिङलाई हामीले गर्छौँ भन्न सक्दैन एउटा कुरो त्यो लाग्छ। दोस्रो, युएन डिस्पाइट अल इज फ्लज, कम्प्लिकेटेड छ, प्रब्लम छ, बिग पावरको इन्फ्लुएन्स छ, टार्निस रेपुटेसन छ, डिसिजन गर्न सक्दैन, मल्टिल्याटरल चिज चाहिँ रोकिएर बसिया छ। इट इज नेसेसरी हामी जस्तो कन्ट्रीहरूको लागि। त्यस कारण यसको रिफर्ममा जोड गर्नुपर्छ। रिफर्ममा जोड भनेको चाहिँ भोइस, एकाउन्टेबिलिटी, रिप्रेजेन्टेसन युएनको चाहिँ नि हामीले बढाउनुपर्छ, हाम्रो जतिसक्दो भिजिबिलिटी बढाउनुपर्छ। अब हाम्रो नेपालमा के चलन छ भने कोही मान्छे चाहिँ नि युनाइटेड नेसनमा गयो भने यस्तै फोरममा कताबाट बोलाएको थियो, सब जाहिर खाएको राजदूतहरू फटाफट युएनमा जाहिर खान गयो। अरू देशले त्यसको लागि कति लगानी गर्छ। हाम्रो 58 वर्षमा एकजना अन्डर सेक्रेटरी जेनरल हुनु, 58 वर्षमा। अहिलेसम्म नेपालले चाहिँ नि 1958 देखि चाहिँ नि अहिलेसम्म पिस किपिङ गरेर चाहिँ एउटा पनि एसआरएसजी भने त्यो पोलिटिकल एक्सन आएको छैन पिस किपिङ मिसनको। एज हाई एज इट क्यान बी डाइरेक्टर भएर मै गएको एकचोटि म गएको अहिलेसम्म गएको भनेको त्यो पनि डाइरेक्टर लेभलमा, त्यो एसआरएसजी भन्ने अन्डर सेक्रेटरी लेभलको दिएको छैन भनेपछि अब हामीले त्यस्तोमा भिजिबिलिटी युएनमा बढाउनलाई क्यान्डिडेट्स यताउति अलिअलि गरे होला, त्यो पनि कतिपय ठाउँमा त हाम्रो त्यो सक्सेस भइसकेको छैन। तर के छ भने युएनमा अफिसियलहरू यस्तोहरू जानु पनि पुस गर्नुपर्छ, अलिकति बढाउनुपर्छ। त्यो कुराहरू पनि हामीले अलिक कमजोर, मल्टिल्याटरल डिप्लोमेसीलाई अलिकति हामीले गोल मोडल गरेर एकै ठाउँमा राखिदिएको छौँ, त्यसलाई अलिकति फोकस गर्नुपर्छ। र यो चाहिँ यो चाहिँ बेसिकली ट्रेड हो। मल्टिल्याटरल डिप्लोमेसीमा धेरै कुराहरू छ, संसारमा सबै कुराहरू भइरहेको छ, ग्लोबल गभर्नेन्सको कुराहरू त्यहीँभित्र छ। त्यसले गर्दाखेरि यसलाई अलिकति ध्यान दिनुपर्छ भन्ने पोइन्ट पनि त्यहाँ अघि पर्नु पर्थ्यो, छुटेको हुनाले मैले भनेर यसो भनेको। अरू अन्तमा यो अपर्च्युनिटी दिनुभएकोमा र खास गरेर मलाई केमा खुसी लागेको छ भने अरू वक्ताले पनि भनेको कुरा दोहोरिए पनि यो चाहिँ मनाउन लागेको के छ भने यो लेभलको डिस्कसन यो लेभलको पहिले त्यति कमै भएको छ। र अहिले मलाई यहाँ सुन्दा पनि के लाग्यो भने धेरै कुरा चाहिँ हामीले बढी कन्फ्युज गराइदियौँ कि यहाँ चाहिँ अडियन्सलाई पनि यो के हो भन्ने जस्तो चाहिँ नहोस्, ताकि चाहिँ नि यो चिजहरू अलिकति कङ्क्रिट रूपमा आओस् भन्ने जस्तो मलाई लाग्छ। र यस्तो कुरोहरू अगाडि बढाउँदै जानु हुन एआइडिए के अरे नाम उहाँको बडा अप्ठ्यारो नाम छ, आइडिया छ उहाँको। आइडियाको लागि आइडिया गुड आइडिया। Thank you, sir. I now declare the end of the session. म panelist-लाई चाहिँ उपस्थित गर्नुपर्छ। Token of love. Thank you so much, all the panelists and moderator, Gopal Khanal. So we would like to honor our panelist and moderator with token of love. And to honor our panelist and moderator with token of love, I would like to request the Vice Chancellor of Midwestern University, Dr. Upendra Kumar Koirala, to come on the stage and honor our guest with this token of love. Panelist Professor Dr. Samburam Simkara, former permanent representative of Nepal to United Nations. Madhu Raman Acharya, former permanent representative of Nepal to United Nations. Dr. Vishnu Hari Nepal, former expert member of foreign policy. And our moderator, Gopal Khanal, advisor, former Prime Minister, K.P. Oli.